त्यो बोलेपछि त्यो ब्रोड फिनिश भएपछि द्याट सुड फिनिश देयर क्या इट सुड नट बी ड्र्यागिङ अन उसले ड्र्याग गरिदिन्छ कि हरेक कुरा 5, 10, 15 दिन कसैको खेद्दै खनेर लाइफभित्र जाने द्याट इज नट फर टिकटक के दाइ त्यही त अहिले हामी आज बोल्यौँ होइन यो टिकटक यो आजको चाहिँ यो लाइभले के सन्देश जाओस् भने कुनै पनि विषयमा आफूलाई 100% दुवै पक्षको विषय थाहा छैन भने कृपया कसैले पनि यसरी कसैको चाहिँ व्यक्तिगत चरित्रमाथि औँला नउठाइदिनु होला भन्ने सन्देश पनि जाओस् के सही कुरा हाम्रो कुरै हो दाइ त्यो पनि हो अनि कस्तो छ भने यहाँ जताततै माहौल कस्तो भयो भने बिग्रियो एउटाले एउटाको गर्ने अर्कोले अर्कोको कतिपय मान्छेहरूले सही के हो भनेर अझै पनि सायद छुटाउन सक्नु भएको छैन होला त्यही भएर यस कुरामा चाहिँ हाम्रो दिदीबहिनीहरूलाई ड्र्याग नगरौँ है एमा दाजुभाइहरूको पनि अलिकति कमजोरी छ हाम्रो पनि अलिकति कमजोरी छ यो कुरामा होइन हामीले कमजोरी स्वीकार्यौँ अब स्वीकारे पश्चात अबको कुनै पनि दिदीबहिनीहरूलाई उसले यस्तो गर्यो उसले यस्तो भन्यो यो उसको घरमा बस्थ्यो यस्तो कुरा गर्थ्यो भनेर केही कुराहरू पनि नगरिदिनु होला कसैको पनि दिदीबहिनीको कुरामा र हामी यहाँ अहिले समस्या समाधान गर्न आएको है समस्यालाई बढाउन आएको होइन हामीलाई एउटा मान्छे एउटा व्यक्तिले आएर यहाँ आएर त्यो व्यक्तिले आफ्नो गल्ती स्वीकार दिए मात्रै पनि यो समस्याको समाधान हुने धेरै चान्सेस छ है अब आयो सम्झना दिदीको कुरा सम्झना दिदीलाई पनि हामीले मोस्न खोजेको होइन यो कुरामा उहाँ आफै मुसिनु भयो अनि आज पनि अघिको ब्रडमा पनि मैले गएर राम्रोसँग पोलाइटली कुरा गरेर निस्किँदा त्यही विषयलाई एकदमै चड्केर बोल्नुभयो त्यो पनि एकदम गलत थियो त्यो कुरा पनि एकदम गलत हो है मैले सिर्फ भिडियोको मात्रै कुरा राखेँ भिडियोको कुरा राखेपछि दिदीले के बुझ्नुभयो कसरी बुझ्नुभयो मलाई थाहा भएन है मलाई जे लागेको थियो मैले त्यो कुरा गरेँ अब कोही पनि दिदी बहिनीहरूलाई हामीले कुरा नमुसाउँ यहाँ है कसैलाई पनि सत्य के हो थाहा थिएन अब हामीलाई चाहिएको एउटै मान्छेबाट हो गल्ती स्वीकार होस् भनेर हामी त्यही कुरातिर लागिरहेछौँ सकेसम्म अब यो धेरै भयो यो विषय बढेको धेरै भयो कि कतिपय मान्छेहरूलाई एकदमै दिमागी हालत पनि खराब भइसक्यो एउटा म ड्याडिज दिदी अब सम्झनै दिदीको पनि दिमाग खराब छ है अनि अन्य नानीहरू क्यानाडामा बस्ने नानीहरू हरेकको दिमाग खराब छ त्यही भएर अब सबैजना मिलेर यो समस्यालाई समाधान गरौँ भन्नेतिर लागौँ अब कसैले नकारात्मक आलोचना नगरिदिनु होला है सकेसम्म यो विषय आज सर्ट आउट हुनुपर्छ सही कुरा हो र अर्को कुरा सन्देश अघि मलाई अलिकति आएको लाइभ सेयरको रेकर्डिङ अनुसार लास कुदाऊ जति सक्छ गर जे सक्छ गर खेद्दो खन त्यो सही भएन कि जसको लागि भन्नुभएको थियो जसलाई भनेर भन्नुभएको थियो फ्रान्सिस माथि गएर बोल्दाखेरि त्यो फ्रान्सिसलाई मात्रै परेन कि त्यो डाइरेक्टली मलाई पनि फिल भयो कि त्यो कुरा के भने हामीलाई लास कुदायो भनेर दोष आएको हो नि त सन्देश हो नि हामी लास कुदाउँछौँ हामी फोटो उठाउँछौँ हामी टिकटकको मान्छेहरू हो होइन आऊ कुरा क्लियर गर सक्खा हो कि यो कुरा कति मेन्टल हुने यही कुराबाट हो नि सही कुरा त्यही हो अब हेर्नुहोस् मलाई त रमेश दाइ हजुरले सुनिराख्नु भएको छ भने अब मलाई यहाँ गाह्रो पार्न लागिसके मान्छेहरूले होइन हेर्नुहोस् तपाईँबाट कति मान्छेहरू पीडित रहेछन् सबैजना यहाँ आइपुग्नु भएको छ है अब कसैले होइन पैसाको कुरा गर्छ कसैले तुलसा दिदी पनि आउनु भएको रहेछ यसो एकजना तल झरेर हामी तुलसा दिदीलाई पनि माथि लियौँ होइन यस्तो भयो क्या दिदी अब हिजोको दिनमा हाम्रो रमेश बस्नेत भनेर हुनुहुन्छ नि उता अस्ट्रेलियाको हो उहाँले चाहिँ सामाजिक सञ्जालमा आउने यसो आवाज उठाउने सन्देश म तल बस्छु तुलसा दिदीलाई माथि ल होइन यताउता गर्नुहुन्थ्यो आज अब मलाई नै धेरै मान्छेहरूले यहाँ प्रश्न उठाउन आयो क्या आज दिदी हिजोको दिनमा त रमेश बस्नेतको भाइ थिइस् रमेश बस्नेतबाट म पीडित हुँ भन्दै यहाँ मान्छेहरू धेरै आए दिदी है कोही मान्छेहरू यहाँ तुलसाजी पनि आउनु भएको छ कि के हो कसो हो आउनु तुलसा दिदी तल हुनुहुन्छ मैले ताने छु अब आउनुहुन्छ होइन तर हो कुरा दिदी है अब खै रमेश दाइ चाहिँ आउनु हुँदैन कति दिन होइन यहाँ अस्ति लाइभमा के भन्नुभएको थियो भने सम्झना तुलसा र म ब्रोड खोलेर अब ठोक्ने हो तिमीहरूलाई भनेर भन्नुभएको थियो के भन्नुभएको थियो अरे तुलसाले मैले र सम्झनाले ब्रोड खोलेर तिमीहरूलाई सबलाई नाङ्गेजार पार्ने हो तिमीहरूलाई ठोक्ने हो भनेर भन्दै हुनुहुन्थ्यो कि अस्ति रमेशजीले होइन तुलसा दिदीले नै भन्नु मैले चाहिँ कहिले भने मैले चाहिँ कहिले यसरी लाइभ खोलेर मान्छे कोहीसँग जोइन भएको देख्नु भएको छ आजसम्म के भनेको रमेश दाइले हजुरको नाम लिनु हजुरलाई भनेको हैन
रमेशले मैले यसरी कहिले कोही मान्छेसँग जोइन भएर म त्यसरी बोल्दा पनि बोल्दिनँ मेरो बिजनेस छ आफ्नो प्राइभेट वाल भन्दा बाहिरतिर गएर मैले कुरा गर्दिनँ यस्ता यस्ती लफडा अरूले गरिदिनु मलाई इन्ट्रेस्ट पनि लाग्दैन है बाइ द वे मलाई चाहिँ नबुझ्नु मलाई ठिक छ तपाईँलाई भनेको होइन तपाईँ नजर्किनुहोस् के अरे रमेशले भनेको कुरा हामीले रमेशको कुरा गरिरहेको छ के भनेको रमेशले ए तुलसा बहिनीलाई ल्याउँछु सम्झना बहिनीलाई ल्याउँछु र ब्रड खोलेर मेरै ब्रडमा तिमीहरूलाई नाङ्गे झार पार्छु म तिमीहरूलाई भगाउँछु भन्थे यो के कुरा हुँदैछ र यहाँ जुन कुरा यस्तो एकछिन दीपक दाइ यहाँ तुलसा सन्देश राई भन्नुहोस् त तपाईँ भन्दाखेरि यहाँ रमेश दाईबाट पीडित हुँ भन्दै यहाँ एकपछि अर्कोपछि अर्को मान्छे आउन थाले रमेश दाई आउनुहुन्न उहाँको ब्रोडमा लगेर कुरा गर्दाखेरि उहाँले लिनै मान्नुहुन्न 2-4 दिन भयो टिकटकै डिएक्टिभेट गरेर जानु भएको छ व्हाट्सएपमा हिजोको दिनमा 10 चोटि फोन गर्ने मान्छे मलाई हैन अहिले एकचोटि पनि आफैले फोन गर्दाखेरि उठाउनुहुन्न अब यहाँ मान्छेहरूले मलाई टर्चर दिन थाले दिदी रमेशले भाइ अनि पीडित भएको चाहिँ के कुरामा इकोनोमिकल्ली के इकोनोमिकल्ली पनि पीडित छन् ब्ल्याकमेल गरेको छ उसले चरित्र हत्या गरेको छ तेरो पार्ट 1 देखि पार्ट 16 सम्म क्लिप हालिदिन्छु मैले भनेको गरिनस् भनेर पकाइदा बोलेको रेकर्डिङहरू आएको छ हैन अब ठुलो दिदी उसले अपराध गरेको छ दिदी तुलसा दिदी धेरै यहाँ भर्खरै भाइ म त त्यसरी कन्ट्याक्टमा पनि छैन म त त्यस्तै टिकटकमा देख्ने मात्रै हो आफ्नै काममा बिजी हुन्छु म त त्यस्तो हेर्दा पनि हजुरको पनि नाम दिदी अब सोच्नु त तुलसा दिदी आफ्नै काममा बिजी मान्छे हजुरको पनि नाम लिएर त्यसरी हजुरको नाममा आडमा गुन्डागर्दी गर्न त मिलेन नि त सामाजिक सञ्जालमा हैन दिदी त्यही त हो त अनि त्यो कुरा पनि गलत हो म कुरा गर्छु मेरो नाम किन जोडेको थियो भने मैले हजुरलाई फेरि प्रश्न पार्दिन्छु तुलसाको फलोवर्स धेरै छन् हैन फ्यान फलोवर्स धेरै छन् सम्झनाको पनि छन् मेरो पनि छन् अनि 3 जनाको एकै ठाउँमा भएर तिमीहरू ठोक्छु तिमीहरूलाई खेच्छु म तिमीहरू को हौ र तिमीहरू सब फेके हौ भन्ने कुरा गर्नु भएको थियो कि त्यति मात्रै कुरा भनेको मैले हजुरले यसो भन्नुभयो म आफै कुरा गर्छु सँग के समस्या रहेछ तर यो कुरामा के भन्नुपर्छ रमेश बस्नेतजी एकाउन्ट डिएक्टिभेट गरेर किन लुकिरहनु भएको छ रमेशजी आउनुस् आउनै पर्छ यहाँ आएर कुरा गर्नुपर्छ हेर्नुस् है तपाईँ चाहिँ त्यो यस्तो सिङ्गार पटर गर्दै होला उसले चाहिँ कस्तो हुन्छ भने त्यो अब अलिकति छोरी मान्छेले टाइम लाग्छ हैन मेकअप लगाउनु पर्छ नक्कल पार्नु पर्छ हैन सिङ्गार पटर गर्दै होला आउँछ आउनुस् है आन्टी आउनुस् रमेश बस्ने आउनुस् तपाईले रमेश बस्ने एकाउन्ट हेर्नुस् उसको मेन आइडी अहिले कसैले पाउँदैन हैन उसले फेक आइडी सुनिराखेको छ अहिले सुनिराखेको छ आइडी एक्टिभेट गर्ने अनि आउने है अनि त्यो अब त्यो मेकअप गर्नलाई धेरै टाइम लाग्नु पर्दैन यहाँ क्यामेरा ओपन गर्नु पर्दैन क्यामेरा अफ गरेर त्यो नक्कल पारेर आउनु पर्दैन हैन त्यो जुल्फी बाटेर आउनु पर्दैन त्यो नर्मल तरिकाले आयो हुन्छ है एउटा छोरी चेलीको लागि बोल्दै गर्दाखेरि अरू छोरी चेलीले ड्र्याग गर्ने काम अरू तिमी साथै रियल मान्छे छ भने कोही मान्छेले आफू सच्चा छ भने हैन म भला त्यो आफूले म राम्रो हुँ म टिकटकको के अरे ओकिले बन्न खोजेको त्यो ओकिल त्यो को हो र त्यो भनेको के हामी त्यसलाई चाहिँ प्राइड आउनु पर्यो त्यो कुराहरू गर्नु पर्यो के है मान्छेलाई कति एउटा दिदी बहिनीलाई सपोर्ट आफ्नो पर्सनल दिदी बहिनीको चाहिँ जे भने पनि पर्सनल लाइफ हो अनि अरूको दिदी बहिनीको चाहिँ अरू छोरी चेलीको चाहिँ उनीहरूको पर्सनल लाइफ हुँदैन अनि तँ चाहिँ को होस् काम छैन अरू एउटा मान्छे एउटा छोरी चेलीलाई सपोर्ट गर्दै गर्दा अर्को छोरी चेलीको नि बदनाम गरेको त्यो चाहिँ याद छ कि छैन अनि त्यस्तै मान्छेको पछाडि लाग्ने मान्छेहरू हामीहरू कस्तो भेडा मान्छेहरू ल भन्नु त एउटा छोरी चेलीलाई सपोर्ट गर्दै गर्दा अर्को छोरी चेलीलाई गाली गरिरहेको छ अर्को छोरी चेलीलाई नराम्रो भनिरहेको छ भने अनि हामी चाहिँ त्यसैको पछाडि लागेर हिँडिरहेको छ कि अनि त्यस्तैकोमा गएर भ्युज बढाइरहेको छ त्यसलाई चाहिएकै त्यही हो कि भ्युज चाहियो त्यसलाई फेम चाहियो नेम अरू के त्योभन्दा बाहेक अरू के राइट के रङ भन्ने अरू केही थाहा छैन कि त्यसलाई जेमा पनि बोल्छ जे मन पऱ्यो बोल्ने के जे पनि बोल्ने के त्यो चाहिँ हो हाम्रो ब्युजीलाई पनि टान्नुहोस् उहाँले ब्युलाई पनि चरित्र हट्टा गरेर छ रमेश बस्नेतले आउनुहोस् बिउ चाहिँ नेपाली छोरीले होइन त्यसको बहिनी त्यो छुट्न पायो भने भिडियो कलमा त्यसलाई भिसी गरेर देखाइदियो भने चाहिँ त्यसको दिदी बहिनी हुने अनि त्यसले पाएन आफ्नो स्वार्थ पाएन भनेपछि चाहिँ अरू चाहिँ रन्डी भालु भयो
यो यस्तो हो क्या रमेश बस्नेत अनलाइनै छ मैले लाइभ सेयर गरेको छु मसँग भएको एड भएको आइडी अनलाइनै छ मैले लाइभ सेयर गरेको छु है ल बोलाउनु अझ त्यो मात्रै कहाँ हो र त्यसले त्यसको मात्रै कुरामा राइट बोल्नु पर्ने त्यसको भन्दा अरू कुरा बोल्नु नि तेरो दिदीलाई त्यही तेरो आमालाई चाहिँ कति भ्याउ सजी भएको क्या अर्काको आमा बहिनीलाई त्यसलाई भ्याउनु ओ माई गड आफ्नो दिदीलाई भ्याउँदै बस्दो रहेछ त्यसलाई त पाप लाग्छ के भाइ हेरिराख न त्यसले जुन मेरो भिडियो त्यो हालेकोबाट त्यसले $3200 कमाएको छ नि $3200 मा त्यसले कति डलर तिर्नुपर्छ भन्ने त मलाई मात्र थाहा छ कि पख न त्यही भन खाते मलाई हो नि अहिले सबै टिकटकै त्यससँग खटेको छ त्यसले सोच्यो होला कि हैन जे बोल्दै नि हुन्छ जसलाई चलाए पनि हुन्छ जसलाई जे गरे पनि हुन्छ अझ भाइ के भन्छ त्यसले गिफ्ट गरेर यिनीहरू त गिफ्टिङ गरेर लान्छ हामी त एटलिस्ट बोलेर सबैसँग बोलेर सबैले मन पराएर गिफ्ट हाने त्यसको त चोरेर त्यो हत्या गरेर त आइडी मोनिटाइज गरेर त पैसा लिएको छैन नि त हामीले होइन र अझ दुनियाँलाई के भन्छ हिजो भनेको नि त त्यो के एउटा त्यो सिसा थियो है त्यसले मलाई पनि भन्थ्यो आइडी मोनिटाइज गर्नु जापानको आइडी बनाउनु पैसा टन्नै आउँछ म त यो कुरामा मलाई मतलबै छैन म त खालि कसैको प्रुफ नै छैन क्या त्योसँग लेजेन्ड होइन त्यसले भन्ने के हो भन्दाखेरि त्यत्तिकै आइस एलिजालाई पनि हेरेर त्यत्तिकै अर्काको फोटो एडिट गरेर राम्रो त्यो फोटो एडिट गरेको नि थाहा हुँदैन भनेको साइडमा मान्छे कति पातलो बनाएको छ एडिट गरेर बच्चा हालिदिएको छ त्यसलाई त के हाल्नु पर्छ आयुष भाइको जस्तै फोटो छ नि उसकै फोटो हो नि उसकै मुख हो नि त्यसको बुद्धि एआईबाट बनाएको फोटो पनि चिन्न सक्दैन दिदी माथि आउनु न त्यसलाई फेम चाहिएको अरू केही पनि होइन त्यो आफूलाई थाहा छ त्यसलाई होइन म गलत छु भन्ने कुराहरू पैसा आउँछ नि त उसलाई त होइन अनि भन्छ दियो त तेरो पनि खुबी छ भने त चौतारीमा बसेर आइमाई मान्छेले जस्तो कुरा काटेर बस्छ होइन बट आजभोलिको आइमाई मान्छेले कुरा काट्दैन यो त पुरानो जमानाको त्यो कुरा चौतारीमाथि बस्यो होइन पिपलको रुखमाथि बस्यो छरछिमेको जम्मा आइमाईहरू भेला गर्यो होइन आइमाईहरू पनि उस्तै फेरि होइन कुरा अरूको कुरा गरेर चल्दै चल्दैन आफ्नै गाउँको भाइ हो होइन मेरो आइसको पहाड घर र आइसको घर र मेरो पहाड घर एउटै हो के होइन अनि आइसलाई पनि आइस एलिजालाई पनि मोडरेटरले जारे यार मलाई अति नै गरेको आइसलाई पनि आइस भाइले पनि हालिदिनु पर्छ कि त्यसलाई जागिदिनु पर्छ मैले त 2टा हालिसकेको छु होइन अब सबैलाई थाहा छँदैछ अब है अब कतिवटा पर्नेवाला छन् त्यो त मलाई मात्र थाहा छ हाफ सेन्चुरी त पुऱ्याउँछु के होइन रमेश बस्नेत अनि हाम्रो सम्झना थापा अनि यहाँ आएको अझै यहाँ हामीले आज यस्तो गरिरहेको छौँ कि बिउ दिदी उसको ब्रोडमा हिजोको दिनमा गएर बोल्ने जो मान्छेहरू छन् सबैलाई यहाँ बोलाउँदै कुरा राख्दै के पर्यो नि त होइन त्यो गर्न त होइन उहाँले यस्तो हो सन्देश यस्तो म एउटा के भन्छु भने जसको उसको ब्रोडमा गएर जो गरेर त्यो बाटो भएर बोलेको छ नि उनीहरूलाई चाहिँ अब हामीले क्वेसन गर्ने बेला आएको छ कि किनभने यसलाई टोटली टिकटकबाट चाहिँ बहिष्कार नै गर्नुपर्छ अब किन भन्दाखेरि ओभर भयो कि ओभर भयो त्यो मात्र छ कि त यहाँ आएर आफूलाई सरी भन्नु पर्यो होइन जस्तो ल मैले ल हिजोको दिनमा उसको ब्रोडमा गएर जे कुराहरू बोलेको थिएँ उसको बकाउमा आएर होइन उस त्यो कोही मान्छेलाई त्यसको कारणले गर्दाखेरि चित्त दुख्यो अलिकति केही हानि नोक्सानी भयो भने म सरी छु है त्यस्तो साथीभाइहरूको लागि होइन त्यसैको कारणले गर्दाखेरि ऊ लेजेन्ड र मेरो बिचमा पनि केही फाटो भएको थियो ऊ र हामी झगडा गरेको थियौँ त्यति बेला त्यसकै कारणले गर्दा भले पछि मिल्यौँ पछि ल टिकटककै साथीभाइहरू हो साथीभाइ हुनुपर्छ भनेर झगडा गरेनौँ होइन अब हाम्रो ऊ ड्याट इज गर्ल दिदीले पनि अब कति मन खुलेर भन्नुभयो म माफी माग्छु हिजोको दिनमा त्यसको लैलैमा लागेर मैले के बोलेँ अहिले मैले त्यो सबै कुरा सुन्दाखेरि मलाई कस्तो नराम्रो लाग्छ भन्नुभयो यहाँ आऊ सबैजना भाइ होइन मलाई पनि के भन्छ मैले पनि यसो नबुझ्दाखेरि मलाई नि के अरे एलिजाले किन जस्तो भनेको होला जस्तो लाग्थ्यो कि तर अहिले यस्तो हेर्दाखेरि त आयुष भाइ र एलिजा बुवा पनि ठिक लाग्यो क्या कस्तो भनेको इनोसेन्ट पर्सन छ क्या उनीहरू टिकटकमा आएर घर किनिस् यो किनिस् रे गिफ्ट किन हानेको त अनि थाहा छ त घर बनाउँछ यो गराउँछ गिफ्ट चाहिँ किन हान्नु त अनि होइन गिफ्ट हान्ने मान्छेले क्वेसन गरेको छैन ज्यालस कति भएको के ओ माइ गड के भएको टिकटकमा आफूले एउटा सिङ्का कोइन हान्न नसक्ने औकात मान्छे हाम्रो बुनु दिदी आउनु भएको छ सन्देश भाइ तपाईँले नै हेल्प गर्नु भनेर मैले पनि हेल्प गरेको थिएँ सो रङ पर्सनलाई हेल्प भन्नु अब म उहाँ जस्तो दिदीहरूलाई म के जवाफ दिउँ भन्नुहोस् त मैले भनेर तपाईँको एक बोलीको आधारमा होइन कत्तिकै अहिले त्यसरी रकम नखुलाउँ होइन तर पनि होइन त्यो मान्छेलाई ठुलो सहयोग हो क्या है अब म के जवाफ दिउँ उहाँहरूलाई तपाईँहरू यहाँ आएर जवाफ दिनुहोस् रमेश दाई आउनुहोस् यहाँ तपाईँको कारणले गर्दाखेरि म माथि यहाँ धेरै प्रश्न चिन्हहरू उठिरहेका छन् म माथि धेरै क्वेसन मार्क गर्दैछन् यहाँ साथीभाइहरूले या दिदीहरूले आउनुहोस् यहाँ आउनुहोस्
सम्झना थापा दिदी हजुर पनि आउनुहोस् यहाँ सुन्नुपर्छ कुरा आयुष र अलिकति कुरा पनि छैन है कसैले पनि त्यो आयुष सायुष भनेर मेन्सन नगर्नु हाम्रो यहाँ नेपाली दाजुभाइ नेपाली दिदी भनेको कुरा भइरहेको छ होइन एउटा मात्र मान्छेलाई ड्र्याग गरेको छैन कि दुनियाँ एउटा मात्र त्यो भनेको छ त्यसले चाहिँ दुनियाँ दिदी पनि होला चरित्र हत्या गरेको छ है त्यो रमेशले थाहा छ आयुष र अलिजलाई मात्र होइन त्यसले दुनियाँलाई गरेको छ दुनियाँ हामी एकजना दुईजनालाई मात्र होइन उसले चाहिँ सबै नेपाली दिदी पनि लाएर माफी माग्नुपर्छ जसलाई नराम्रो भनेछ त्यो मान्छे लाएर सरी माग्नुपर्छ नत्र भने भोलिको दिनमा ढिलै पनि हुनसक्छ अहिले चुप्प लागेको के गर्न सक्छ त्यो कुरा बुझ्नु त्यो मार्छु काट्छु त्यस्तो मार्छु काट्नु धम्की त कति आयो दम छ पनि आइज सँगै जाउँ साइबर ब्युरो सँगै लडौँ दम छ औकात छ हैसियत छतिर आइज लुकेर मात्र हुन्छ लुकेर त्यो टोयलेटभित्र बसेर लुकेर बोलेर मात्र हुन्छ खाते त्यही भएन टोटल कति जति होला ठगिएको पैसा होइन पैसा भन्दा पनि यस्तो हो क्या सुन्नुहोस् ऊबाट मान्छेहरू एकजना दिदी हुनुहुन्छ उहाँ दिदीले चाहिँ $1000 हाल्नु भएको रहेछ रमेशलाई क्रिप्टोको लागि भनेर होइन क्रिप्टोमा छ इन्भल्भ रहेछ त अहिले खोइ हाम्रो दिदी आउनु त माथि दिपक दाईले बोलाउनु त हाम्रो हिजो नेपाली दिदीलाई उहाँ आउनुहुन्छ यहाँ आएर आफ्नै मुखबाट बोल्नुहुन्छ यहाँ त कति छन् यो के अरे मनसा दिदीलाई तान त मनसा दिदीलाई पनि भए म तान्छु डर नमानेर बोल्नमा कोही पनि डर नमान आफ्नो फ्यामिलीको केही पनि हुँदैन क्रिप्टोको चाहिँ को हो भन त मलाई आइडी देऊ म मेरो दाइलाई पठाइदिन्छु स्क्रिनशट गरेर क्रिप्टो त सबैले यिनीहरू नेपालमा त केस लाग्छ नेपालमा त डाइरेक्ट केस लाग्छ नि त क्रिप्टोमा डाइरेक्ट होइन क्रिप्टोमा कस्तो हुन्छ भन्दाखेरि तिमीले होइन क्रिप्टोबाट कमाएको तिमीले क्रिप्टोबाट कमायो भने तिम्रो मतलब अरूको अकाउन्ट जतिलाई हाल्छौ नि त्यो मान्छे तिम्रो घर कति पुस्ताको सम्पत्ति सब जान्छ क्रिप्टो भनेको यस्तो डेन्जर हो नि काम छैन है यो क्रिप्टोमा कसैले कमाउँदैन त्यही भनेको मात्र हो हामीले त लाइभ देखाएको छौँ मैले त त्यसरी पैसा दिएको होइन तर जतिचोटि नि जस्तो सम्झना सिसको मम्मीको गोफन्ड कलेक्ट गर्नुभएको थियो जस्तो लाग्थ्यो अनि फेरि जति धेरैचोटि लाइभमा आएर यसलाई हेल्प गर्नु त्यसलाई हेल्प गर्नु कतिचोटि त सन्देश भाइ पनि हुनुहुन्थ्यो है त्यो लाइभमा ओली दा आउनु भएको छ ओली दाई एकपटक माथि आउनुहोस् दाई यहाँ केही कुरा राख्नु छ दाई हजुरसँग पनि हिजोको दिनमा तपाईँ हामीले नै साथ दिएको मान्छे नै एकदम यहाँ गद्दार यहाँ सामाजिक सञ्जालमा ठुलो भाइरस देखियो के दाई त्यत्रो बेरसम्म त्यो रमेश त्यस्तो गरेको के भन्दो रहेछ एउटा भिडियो आएको छ कि दाई मलाई होइन मलाई त बिउको केही पनि थाहा छैन मलाई त्यतिकै भनेको हो मेरोमा त पैसा आइरहेको छ मलाई बालो भन्दो रहेछ हेर्नु त दाई त्यसलाई त छोड्नुपर्छ अब दाई नेपालमा भएको कोही छ भने चाहिँ मलाई आइडी देऊ होइन त्यसको केही पनि पर्दैन फोटो र आइडी देऊ म क्रिप्टोको मात्र कुरा होइन ऊबाट केही नभए पनि लगभग 15 जना जति पीडितहरू हामी कहाँ आइपुगिसक्नु भएको छ यहाँ आएर पनि बोलिराख्नु भएको छ त है राम्रो नेपालमा छ कि बाहिर अस्ट्रेलियाको समृद्धिको संसारहरू के अरे तिमी मनसा तिमी माथि आएर बोल्ने मान्छेलाई तिमी जस्तो डराएर कमेन्ट गर्ने मान्छे होइन के बुझ्यो नि जे पाए त्यो नभने त्यो दिदीलाई फेरि अनि सिधै लाइभमा आएर मार्छु काट्छु भनेको छ त मान्छेहरूसँग क्रिप्टो हालिदिन्छु वालेटमा भन्दै न त वालेटमा क्रिप्टो छ न त तपाईँको पैसा नै फिर्ता छ 6 महिना 7 महिना भइसकेको छ यहाँ मान्छेहरूको दाइ अनि क्यानाडाको केसमा दाइ त्यस्तै रुवाबासी छ है मान्छेहरू रुँदै आइरहेको रमेशले गर्दाखेरि मेरो लाइफै बर्बाद भइसक्यो भन्दै रुँदै मान्छेहरू यहाँ आएर लाइभमा रोइरहेको छन् दाइ हामीलाई जोगाउनुहोस् हाम्रो ज्यान बचाउनुहोस् भन्दै दाइ होइन अब एकजना बहिनी हाम्रो दिदी हुनुहुन्छ उहाँलाई ब्ल्याकमेल गरेको छ एकजना दिदीको चरित्र हत्या गरेको छ दाइ ऊमा त अहिले काठमाडौँमा मात्र यो गएको 1 हप्तामा उसलाई 3टा केस परिसकेको छ दाइ ऊ टिकटकबाट गायब छ न जवाफदारी त छ हिजोको दिनमा उसले दुनियाँको यसको त 2टा बिहे भएको 3टा बिहे भएको भन्दै पोल काण्ड खोल्दै हिँड्थ्यो उसकै 2टा बिहे भएको रहेछ सामाजिक सञ्जालमा आएर म त सिङ्गल हुँ मेरो एकपटक पनि बिहे भएको छैन भन्दै नाटक गर्छ उसको चेलीबेटीको चाहिँ इज्जत रे उसको चेलीबेटीको चाहिँ पर्सनल लाइफ रे दाइ हाम्रो चेलीबेटीको चाहिँ काण्ड रे होइन नि त दाइ जब
त्यो दिदी हिजो आएर रोएर होइन बिना काममा उसलाई एक वर्ष भएछ क्यानाडामा गएको केस हालिदिएर अब त्यसले बिचरा पढ्ने कि जब गर्ने कि वकिलको फी तिर्ने कतिसम्म गरिदियो होला कि मान्छेहरूलाई कतिसम्मको टर्चर बुलिङ गरेको हो कि माइ गड गाह्रो छ यो टिकटकमा मान्छेहरूले अब यो एउटा मोनिटाइज गरेर टिकटकमा अनेस्टली भन्नुपर्छ भने न कोही न न्यायाधीश न कोहीको खासै केही गर्न सक्दैन यो मान्छेहरू चाहिँ लाइकको भ्युजको लागि फलोवर्सको लागि मुख पड्काउने मात्रै हो होइन जस्तो हो यसरी कति मान्छेहरूले हुनु चाहिँ धेरै मान्छेहरूको जिन्दगी बर्बाद बनाइदिएको छ धेरै मान्छेहरूलाई कतिलाई होइन के गरिदिएको छ अनि यो खै किन गर्छ मान्छेहरू मसी अचम्म लाग्छ मान्छेले अब त्यहाँ धेरै उदाहरणहरू छ क्या होइन मान्छेहरूलाई कहाँ कहाँ पुर्याए के गर्यो भए नभएको चाहिँ अभियोग लगाउने दुनियाँ गर्ने दुनियाँ ड्र्याग गर्ने होइन अनि त्यस्तो गरेर मान्छे के भन्ने अब खै यार गाह्रो छ के भन्ने किन भने मान्छे प्रथम कुरो यति कुरा मैले धेरै जानिसकेँ यो थाहा पाइसकेँ होइन टिकटकमा आएर चाहिँ जो चाहिँ यस्तो निसाबको कुरा गर्ने दुनियाँ न्युज बनाउने भिडियो बनाउने गर्छ नि दिनैको दिनै त्यो तिनीहरूको पनि काम छैन कि त्यस्तो छ तिनीहरू भनेको जस्ट कन्टेन्ट क्रिएटर उनीहरू जस्ट लाइक भ्युज फलोवर्सको लागि अनि त्यसो मोनिटाइज भयो भने यसो भ्युजबाट पैसा भेला गर्नको लागि मात्रै न उनीहरू न वकिल न न्यायाधीश न केही अनि आयो भिडियो बनायो अनि अलि दिन पछाडि मेरो युट्युबमा के अरे मेरो बायोमा युट्युबको लिङ्क छ है त्यहाँ युट्युबमा पुरा भिडियो हेर्नुको लागि गएर युट्युबमा जानुहोस् भन्छ यार तोरीहरू त्यही त गर्ने अनि लास्टमा अडियन्स जति युट्युबमा लगेर मोनिटाइज गर्ने त हैन भिडियो बनाउने अनि पुरा भिडियो अझ टिकटकको भिडियो सुनेर वाक्कै त हेरि नसक्दा अब त्यो सुनेर वाक्क भएको हुन्छ अझ गएर युट्युबमा हेरिदिनु पर्ने अरे क्या यो भनेको होला अनि त्यस्तोहरू छन् क्या धेरै यहाँ अब के भन्ने यो म पनि वाक्क दिक्क भइसक्यो ब्रो यो त्यो भएर मैले त यो धेरै भुकिरहेको हुन्छन् बोलिराखेको हुन्छन् मैले त के भन्न बोल्न छोडिदिएको यिनीहरू अब यस्तो बिरामीहरू छ कि अर्ध पागलहरू यिनीहरूकोसँग गऱ्यो भने आफूलाई पनि पागलै बनाउँछ कि त्यस्तोहरू रहेछ उनीहरू आफै सबै अब सबै डमाडोल भएर चारतिर काम बिगारेर सबै होइन परिवारदेखि समाजदेखि सबैदेखि चाहिँ अलग्गिएर टाढिएर चाहिँ अनि केही सिक्नु लागेर टिकटकमा आएर अनि टाइम पास गरेर छ क्या उनीहरूले त्यही भने दाइ भए पनि अलिक भएको कुरा गर्नु नि दाइ आफ्नो दुलो सजाएर बस्ने कि हो टाइम पास उनीहरूको त्यो भनेको भने गर्ने केही पनि होइन कसैलाई अहिलेसम्म खोइ कसलाई नआयो टिकटकबाट कसो के गर्यो बिचरा नभए कति इनोसेन्ट हाम्रो अब कति भाइहरू होइन इभन अब हाम्रो आयुषकै कुरा गर्नु दुनियाँले खेदो खन्यो दुनियाँले के भन्यो होइन त्यस्तो राम्रो मान्छेहरू टिकटकबाट अब मिलायो क्या अनि नराम्रो अराजकता दिने धामी ढाङ्ग्री जोगी भिखारीहरू दुनियाँको एउटा त्यस्ताहरू छन् क्या टिकटकमा होइन उनीहरूलाई कसैले के भन्दैन आधी लुगा लगाएर है भिडियो बनाएको छ कुर्ता सुरुवाल माथिबाट कुर्ता छ तल प्यान्ट छैन वाङ्गै छ नाङ्गै छ होइन अब त्यही भिडियो गरेर हेर्छन् त्यही भिडियो रमाइलो लाग्छ त्यही गरेर चाहिँ ट्याप गर्दै बसेका हुन्छन् होइन तर कसैले समाजको लागि राम्रो काम गर्दैछ आफ्नो लागि के गर्दैछ यसो प्रगति गर्यो भने आमा यस्तो खेदो खल्छ बाफला मैले धेरै देखिसकेको छु क्या यहाँनिर मान्छेहरूले अति नै गर्ने क्या टुमचै गर्ने त्यही त अहिले त्यस्तै स्थिति छ जब आफ्नो काला कर्तुत बाहिर निस्क्यो त्यस पछाडि ब्ल्याकमेलसम्म गर्न भ्याएर ज्यान मार्ने धम्कीसम्म दिन भ्याएर त्यति गर्दा पनि नभइसके पछाडि सबै टिकटक व्हाट्सएप सबै डिएक्टिभेट डिलिट गरेर फराएर अवस्थामा भाइ तपाईँले अर्को कुरा थाहा पाउनु भएको छैन यो सन्देश भाइ त्यसको पछि लाएर भाइ यसलाई ठोक रमेश यसलाई ठोक भनेर यो भाइले 9वटा केस हालेको छ साइबरमा अहिले मिलेर आएको छ बिचरा हेर्नु त 9वटा कि 9वटा जोक्ने त बिचरा इनोसेन्ट भाइहरूलाई यस्तो गरेर त कतिसम्मको कि भाइ सन्देश तिम्रो क्लियर भयो नि सबै भाइ भइसक्यो दिदी अब नगर अनि यसलाई ठोक र उसलाई ठोक तिमी त त्यो मैले देखेको त्यहाँ गइराखेको देखेँ होइन अब के
के हो कुरा तिमीलाई धेरै थाहा होला हो नि दाइ हामीलाई भन्दा त अब यहाँ मलाई त दाइ सबै मान्छेहरूले अब झन् गाह्रो पार्न थाले क्या दाइ हिजोको दिनमा तैँले दाइ दाइ भन्दै हिँड्थिस् भने अनि जब मैले गएर उसलाई यो कुरा गरेँ उसले उल्टै मलाई ठोक्न लाग्यो दाइ है तँलाई मार्छु रे तँलाई काट्छु रे यस्तो उस्तो भन्दै मलाई धम्काउँछ दाइ यो कुरा हामी पनि यही प्रश्न सोधे क्या उसले अनि मलाई धम्काएर नभएपछि दाइ मेरो दिदी बहिनीलाई समेत धम्काउन ब्ल्याकमेल गर्न थाले क्या दाइ ब्ल्याकमेल गर्न थाल्यो यताउति गर्न थाल्यो जस्तो तपाईँ उसले चाहिँ जब त्यो एउटा दिदीलाई ब्ल्याकमेल गर्यो अनि हामीले चाहिँ उसले चाहिँ हामीलाई फोन गर्नुभयो होइन फोन गरेर अनि हामीले रेकर्ड गर्नु दिदी भनेर उहाँले रेकर्ड गरेर हामी सबै प्रमाण छ है त्यो रेकर्ड गर्नु अनि सन्देशलाई चाहिँ फोन के अरे लाइभमा आएर तँलाई चाहिँ अब काट्छु मार्छु भनेर धम्की दिने त्यसको हैसियत छ धम्की काट्नु मार्ने छ त्यसले हैसियत छ ए रमेश बस्नेत त नलुक आइजे त चढ माथि चढ होइन त कति दिन लुकेर हिँड्छस् हामी पनि हेरौँ न तँलाई भोलि अस्ट्रेलियामा बाटो तँलाई माथि ठुक्ने बाटो के अरे बाटो नहोस् नेपाल द्वारा पनि तँलाई ए यो मान्छे फटा रहेछ फ्रड रहेछ भनेर त्यो दिन नहोस् त रमेश चढ माथि चढ आउनु पर्ने आउँदैन त्यो त्यसको अकाउन्ट त ऊ भइसक्यो मेन अकाउन्ट के भन्छ मेन अकाउन्ट नै ऊ भइसक्यो त दाइ सेकेन्ड एकाउन्ट अनलाइनै देखाइरहेछ कि मैले लाइभ सेयर गरेको त्योबाट फेक आइडी बनाएर सुनेर बस्दा होला नि यसले नै हिजो लाइभमा आएको थियो क्या हिजो त्यो एकाउन्टमा हिजो भर्खर लाइभमा आएको थियो मैले एड गरेर के अरे लाइभ सेयर गरेर चाहिँ आएकै छैन अनलाइन कसको हेर्नु नि तपाईँ सब हामीले धातेको होइन उसले डिएक्टिभेट गरेर लुकिरहेको छ किन लुकिरहेको छ रमेश बस्नेत तिमीलाई हामीले चाहिँ भनेको केही प्रश्न गरेको रमेश बस्नेत तिमीलाई ती प्रश्नले यति घोच्यो कि तिमी लुकेर हिँड्नु पर्यो यो दिनमा आज आएर अनि हामीलाई पैसा खाएर तिम्रो अगेन्स्टमा बोल्यो रे अरे भाइ हामी सब आफ्नो ठाउँमा छौँ राम्रो देशमा छौँ तिमीले भन्यो 1 लाख खाएर बिग्यो रे अरे हामी केही नभए 10 12 20 30जना अब यहाँ तिम्रो लागि तिम्रो अगेन्स्टमा बोलिरहेको छौ तिमीलाई हामी बाँधा पनि त 1-2 रुपियाँ 2000 नेपालीको लागि हामी के अरे तिमी पैसा बिग्यो भन्छौ तिमीलाई ठुक्क रमेश बस्नेत तिमीलाई चुरा लाऊ रमेश बस्नेत तिमीलाई चुरा लाऊ होइन सारी लाएर त्यो के अरे अस्ट्रेलियाको बाटोमा हिँड तिमीलाई बेजती अर्काको चरित्र हत्या गर्छौ तिमीलाई लाज लागेन हिजो कुनै चेलीबेटीको के अरे चरित्र हत्या गर्नलाई त्यही भने सम्झना थापा दिदी CR7 आउनुहोस् हजुरहरू पनि यहाँ किनकि हिजोको दिनमा तपाईँ हामी नै हो उसको ब्रोडमा जाने अब म त आएँ हेर्नुहोस् है अब हाम्रो दिदीहरू सन्देश हजुर यो सम्झना भनेको कन्सा गलत सही आइमै हो र हामीले त्यो के अरे कल रेकर्डमा त्यो के भनेको थियो तिमीलाई र ड्याडिस गर्ललाई कसरी त्यसले आएर बोलायो अरे आफू बचिनलाई ल सन्देश र ड्याडिस गर्ल हो यो सबै कुरा गर्ने भनेर हामीले त हाम्रै कानबाट सुनेको छौँ म स्टोनी विल्सम हाम्रो कानबाटै सुनेको छौँ विष्णु के अमेरिकाको विष्णु यिनीहरूले हामीले हाम्रै कलबाट सुनेको छौँ आफू बस्नलाई अरूलाई आरोप लाएर हिँड्ने तिमी सम्झना थापा सम्झना थापा होइन सम्झना थापा तिमी कन्सा सही छौ तिमीले हिजोको दिनमा हामीले प्रश्न सोद्धाखेरि तिमी पनि किन लुकेर हेरेछौ म डिप्रेसनमा गए यता गए हो तिमी डिप्रेसन जान्छौ सम्झना थापा तिमी डिप्रेसनमा जाने होइन तिमीलाई यसरी के अरे हामी घिसार्छौ कि तिम्रो यस रमेश बस्नेपछि तिम्रो आउँछ पालो सम्झना थापा होस् गरेर सम्झना थापा कसरी चाहिँ यस्तो हो कि ब्रदर अब मान्छेले डोनेसन उठाइरहेको छ गोफन उठाइरहेको छ एउटा गोफन उठाउने भने एउटा क्राइटेरिया हुन्छ महिना दिन हुन्छ 2 महिना हुन्छ 3 महिना हुन्छ यहाँ वर्षौँ दिनदेखि चाहिँ आफ्नै आमालाई युज गरेर आफ्नै आमाको नाम बेचेर पैसा कमाउने मान्छे चाहिँ कसरी चाहिँ ऊ चाहिँ राइट हुन्छ अनि उसको सङ्गत कस्तो मान्छेको छ अन्टीको रमेश बस्नेत भनेको एउटा अन्टी हो होइन अब सबैजनाले चाहिँ अब तिहार अब तिज आउनलाई एकदम अब छिटो आउँदैछ होइन छिटो सबैजना सारी होइन चुरापोतीहरू किन्छ रेडी पारिदिनु होला किन गिफ्ट पठाइदिनु होला कि उसलाई चाहिँ होइन हामीले तेस्रो लिङ्गीलाई हामीले रेस्पेक्ट गर्छौँ होइन त्यतिको रेस्पेक्ट पनि छैन क्या नै रेस्पेक्ट छ हामी त्यो यस्तो हो कि
कस्तो हुन्छ भने मनमा घोज्ने मान्छेलाई चोरलाई चोरौँ भन्ने ठ्याक्क पर्छ नि त हो त्यस्तै सन्देशलाई चाहिँ उसलाई चाहिँ पर्छ कि तर जो चाहिँ थर्ड जेन्डर छ उनीहरूलाई पर्दैन किनभने उनीहरूले म के रियालिटी हो भने उनीहरूलाई डजन्ट म्याटर जो चोर छ नि जसलाई चोर भने ठ्याक्क त्यसलाई औँला उठाउँदै बित्तिकै उसले पक्रिहाल्छ म चाहिँ चोर चेलिमिटी भनेर त्यसलाई घरमा बोलाएर भक्कु पिट्नु गर्छ हिजो काम पऱ्यो कि म एकछिन पछि आउँछु नि ल ए हुन्छ उसले हिजो रमेश बस्नेतले मलाई व्हाट्सएप नम्बर दे भाइ किन भन्यो किनकि यसले आन्तरिकको भित्र कुरा मिलाउनु खोजा हो किन नारायण मुनि भाइ तिम्रो नम्बर देऊ तिम्रो नम्बर देऊ तिमीसँग काम छ अरे यार तिमीलाई चिनेको हामीले चिनेको फलो गरेको यत्रो वर्ष भयो तिमीले अहिलेसम्म मलाई ल भाइ भनेर तिमी नचिन्ने यो केस आएपछि ल भाइ त्यो लाइभमै बनाएछ उसले लाइभमै बनाएछ भाइ तिम्रो नम्बर देऊ तिमीसँग काम छ भनेर भन्यो तर हामीले मागेनौँ हामी तिमी जस्तो होइन कि भित्र कुरा मिलाउने तिमीलाई यो 1 हप्ता भयो हेर रमेश बस्ने अब अझै पनि आएन भने तिमीलाई 1 महिनासम्म पनि यो हाम्रो कन्टेन्टको चलिरहन्छ होइन तिम्रो विरुद्ध हामी बोलिरहन्छौँ होइन तिमी न सम्झना थापा तिमी पनि 2 GB आइमै हो होस् गरेर सम्झना थापा तिमीलाई पनि हामी कसरी के अरे ह्यान्ड ल्याउँछौँ बुझ्दै गरेर सम्झना थापा अब ल म क्ल्यारिफिकेसन भन्दा पनि म क्वेसन नै गर्नु आएको नारद मुनि भाइले भन्नुभयो है तपाईँहरूले मेरो नाम क्लियरली सुनेछ मलाई दोष लगायो भनेर होइन भाइ म टिकटकमा छु ल भन्नुहोस् म टिकटकमा छु होइन मलाई किन ड्र्याग गर्यो क्या मेरो नाम किन लिएर आयो हो हाम्रो कुरा यही भयो यही कुरा गर्दाखेरि हामीसँग रेकर्ड छ कि मैले यो बोल्नु नहुने हो मैले बोले भनेर यो हामीसँग रेकर्ड छ बाटोमा रेकर्ड छ हामीले सुनाउनु पर्यो हामी सुनाइन्छौँ किनभने मलाई अहिले कति मेन्टल प्रेसर छ भने होइन जतिजनाले पनि सुन्नु भएको छ यहाँ जतिजना पनि दाजुभाइ आउनु भएको छ दिदीबहिनी आउनु भएको छ मलाई यति मेन्टल डिप्रेसन छ अहिले रमेशको ब्रोडमा गएर आयुष भाइहरूको बारेमा बोलेँ मैले नाम लिएर आएँ फेरिबाट सरी कोले सुन्नु भएको छ होइन मलाई बेकारमा बोले जस्तो लाग्छ त्यो बेलामा पनि कन्ट्रोभर्सीमा त्यत्तिकै पऱ्यो फर्स्ट टाइम लाइभमा गरेर बोलाएको थिएँ अहिले म टिकटकबाट निक्लिसकेँ किनभने मलाई कन्ट्रोभर्सी चाहिँदैन मलाई मेरो मेन्टल पिस चाहिन्छ मेरो फ्यामिली लाइफ छ होइन अब अहिले आएर 2, साढे 2, 3 महिना कति भइसक्यो म टिकटकमै नभएको मान्छे मेरो नाम बार 3, 4, 5 वटा यो ब्रोडमा निक्लिसक्यो कि मलाई यतिसम्म अहिले टेन्सन छ कि यतिले गरेर अब भोलिदेखि मैले कहाँ के सुन्नुपर्ने कुन कमेन्ट आउने आइडी डिएक्टिभेट गर्नुपर्ने भइसक्यो क्या मैले अरे सुन्नु न दिदी तपाईँलाई त त्यस्तो चरित्र हट्टा गरेर तपाईँलाई भनेको छ हुन्छ नि यार त्यो अब त्यो शब्दै हामीले बोल्न सक्दैन कि हाम्रो सेलिब्रिटीको आर्टी बोल्न सक्दैन त्यस्तो चरित्र हट्टा गरेर उसले चाहिँ हाम्रो ड्याडिज गर्ललाई अम्ला ठडाएको छ उसलाई यो कुरो सोद्धाखेरि चाहिँ उसकै लाइफमा गएर हामीले क्वेसन सोद्धाखेरि चाहिँ उसले चाहिँ अब मेरो फोन आयो भनेर लाइभ काट्ने होइन अस्ति पनि आधी घन्टामा आउँछु भनेको मान्छे अस्ति ल हामी उसको ब्रोडमा गयो ड्याडिज गर्ल र म माथि गएर उसलाई के क्वेसन सोद्धाखेरि चाहिँ होइन दिदी तपाईँहरू यो क्वेसनको लागि रेडी हुनुहुन्छ भनेर रेडी भएर बस्नु आधी घन्टामा आउँछु भनेको मान्छे त्यहाँ दिनदेखि त्यो मान्छे गायब छ है यो हामीले के अरे मिलाएर के बनाएर भने होइन त्यो दिन जति भाइहरूले सुन्नु भएको छ हामी त्यही माथि छौँ ड्याडिज गर्ल र नारायण मुनि भन्ने आइडी त्यही माथि चढेर उसलाई प्रश्न गरेको छ हामीले रमेश बस्ने तिमी लुकेर हिँड्नु हुन्न आऊ यहाँ आऊ तिमी आउनै पर्छ तिमी कति दिन लुक्छौ रमेश बस्नेत मलाई त्यो पछि भाइ फोन गराएको थिएँ 2-3 चोटि कन्टिन्यू फोन गरेँ मैले फोनमा यो कुराहरू गर्न चाहेको छैन होइन किनभने मेरो टिकटकमा सामाजिक सञ्जालमा आएर उसले म माथि एउटा क्वेसन किनभने मेरो फेस अगाडि नआए पनि भाइहरू सबैले डाइज गर्ल भनेपछि मेरो एउटा इमेज थियो कि म बोल्छु म राम्रो टपिकमा आउँछु म हेल्प गर्नुपर्ने ठाउँमा गर्छु म त्योभन्दा बाहेक वायत अरू के पनिमा आउँदैन थियो टिकटकमा होइन तर त्यति राम्रो मेरो एउटा इमेज भएको मान्छेलाई पनि उसले औलो उठाइदियो तर त कहाँ आएर भन्दाखेरि टिकटकमै आएर म प्रुफै लिएर आउँछु भनेको मान्छे हो नि त उसले 2 चोटि भनेको हो नि त 2टा ब्रोडमा गएर भनेको साक्षी जान्थे तपाईँहरू यो कुरामा होइन मलाई त्यो कुरामा पनि म अस्ति उसकै ठाउँमा गएर ब्रोडमा चढेर बोल्दाखेरि पनि उसले के भन्यो भने तपाईँ तयार भएर बस्नुहोस् दिदी तपाईँको को मान्छे लिएर आउनुहोस् भनेको कि भाइ तपाईँहरूसँग म कुनै दिन बोलेको छु कुनै दिन बोलेको छु भाइ ल भन्नुहोस् पनि यहाँको भाइहरूसँग कोहीसँग बोलेको छु आजसम्म दाजुहरूसँग बोलेको छु मैले कुन टिम यहाँ खडा गर्ने त मेरो लागि त म आफै लड्न काफी छु अनि दिदी ड्याडिज गर्ल दिदीले त आफै एक्लै लडिरहनु भएको यो कुरो
हामीलाई पछि पो पहिला हामी लडिरहेको बेलामा पछि पो ड्याडिज गर्लको नाम मुछाएर पो ड्याडिज गर्ल बल्ल आउनु भएको जो मान्छे टिकटक जगतमै छैन उसको नाम मुछाएर सम्झना थापाले चाहिँ रमेश बस्नेत के अरे हाम्रो सन्देश र के ड्याडिज गर्लको नाम लिएर ऊ चाहिँ हामीले केही प्रश्न सोधेको को सामना गर्न नसकेर दुईजनालाई फसाएर आफू उम्किन खोजेको थियो तर हामीले चाहिँ यो कुरो बाहिर निकालेपछि सम्झना थापा चाहिँ रुँदै हिँडिरहेछ आजको दिनसम्म उसले चाहिँ म माफी माग्छु मलाई मेन्टली प्रेसर भयो म डिप्रेसनमा जान लागिसकेँ भनेर उसले चाहिँ विष्णु दाइले फोन गरेर भनेर हामीले कुरा मिलाउन खोजेको हो र सम्झना थापाजी तपाईँ पनि अहिले पनि तपाईँ के अरे यो कुरो गरेर हिँड्नुहुन्छ भने तपाईँ सम्झनाजी तपाईँलाई गाह्रो हुन्छ है सम्झनाजी। अनि मेन्टल प्रेसर उहाँलाई मात्रै छ त नारद मुनि भाइ 4, 5, 10 दिनदेखि हामी सुत्न सकेको छैन यही कुरामा ब्रोडमाथि ब्रोड खोलेको छ हरेक ब्रोडमा यही कुराहरू भइरहेछ हामीलाई मेन्टल प्रेसर छैन आज आएर बोलेको छु होइन हिजो कुन ब्रोडबाट कुन रेकर्डिङ कहाँ निक्लेको छ कुन ठाउँमा पोस्ट भएको छ के हाम्रो भोइस बाहिर गएको छ हामीलाई प्रेसर छैन आज आएर हाम्रो खोतल्छ कि कसैले कहीँबाट केही निकाल्छ कि भोलि गएर हाम्रै लास कुद हामीलाई प्रेसर छैन भाइ टिकटकमा सुन अस्ति हामी ग्रुप कल वाट्सएपमा हुँदाखेरि के अरे रमेश बस्नेतले कतिसम्म भनेको छ है त्यो कुरो हामीले बोल्न सक्दैनौँ यहाँ उसले कति मार्छु हुलसम्मलाई मार्छु धम्की गर्छु तँलाई के अरे हेटोडा कस गर्न दिन्न भन्ने कुरो हरेक कुरो रेकर्ड चाहिमसँग होइन ऊ यदि सही मान्छे छ भने उसले एकछिन नारद मुनि यहाँ हेर CR7 सम्झना थापा चाहियो हाम्रो पुष्पा दिदी पनि आउनुहोस् तपाईँलाई पनि आउन जरुरत छ लाइभ सेयर गरिदिनु ल पुष्पा पौडेल त्यसपछि सबैले सेयर गरेर त्यहाँ को साथी छ CR7 सम्बित CR7 सम्बित त्यस पछाडि अर्को को छ सम्झना थापा CR7 छ भने अघि भनेको एउटा कुरा थाहा पाएको छु CR7 राखेर सोधौँला दिदी अहिले रोक्नुहोस् यहीँ राखेर वाट्सएपमा कल नगरोस् वाट्सएपमा कुरो मिल्दैन वाट्सएपमा कल नगर्नु मलाई कल आएको नारद मुनि भाइहरू तपाईँहरू जो पनि हुनुहुन्छ यहाँहरू होइन हजुरलाई वाट्सएपमा कुरा मिलाउनु छ भने एकैछिनै बाबु सन्देश एकैछिनै हजुर सबैलाई वाट्सएपमा कुरा मिलाउनु छ भने मिलाउनुहोस् रमेशले आएर चरित्र हत्या मेरो गरेकै हो सामाजिक सञ्जालमा आएर म एक्लै भए पनि लड्छु यो कुरा मान्छेको टिकटक लाइभमा विजेत गरेको कुराहरू वाट्सएपमा चाहिँ कसरी मान्छेले टिकटक लाइभमा दुनियाँ छोरी चेलीको विजेत गर्न हुने पार्ट बनाएर भिडियो निकाल्छु भनेकै हो लाइभमा बकाइदा बोलेकै हो न त्योसँग केही भिडियो छ न केही छ त्यसले त्यो बोलेको त्यसले माफी माग्नै पर्छ त्यो मात्र पनि होइन फ्रान्सिस अघि तिमीले मलाई अलिकति केही रेकर्डिङ पठायौ होइन मलाई त्यो कुरामा पनि चित्त बुझेन हेर अहिले एकदम डाइरेक्टली मुछिएको भनेको तिमी हो म हो सन्देश हो तीनजनाको नाम दीपक दाई जोडिनु भयो अर्को क्यानाडाको बहिनीहरू जोडिनु भयो त्यो सबै जोडिँदै आउनु भएको कुराहरू हो होइन तर तिमी म सन्देश भनेको रमेशको ब्रोडबाट सम्झनाहरूसँग जोडिएको मान्छे हो सम्झनाले जुन तरिकाले लास कुदाउनुहोस् के गर्नुहोस् मेन्टल प्रेसर दिनुहोस् के भन्नुभयो उहाँले कसलाई भन्न खोज्नु भएको जवाफ त चाहियो नि त चाहियो किन हामीलाई मेन्टल प्रेसर छैन मलाई मेन्टल प्रेसर छैन मलाई होला सम्झनाजीको एउटा तपाईँलाई मैले एउटा राम्रो खुबै राम्रो बानी बताइदिउँ तपाईँले उहाँ बोल्न सक्नु भएन भने जवाब दिन सक्नु भने उहाँ चिच्याउन थाल्नुहुन्छ कि उहाँको रियालिटी त्यही हो कि उहाँ कसैले क्वेसन गर्यो भने केही कुराहरू भन्यो भने उहाँ एक आत्तिएर चाहिँ कस्तो हुन्छ भने चिच्याउन थाल्ने होइन अतालिने त्यस्तो खालको गर्नुहुन्छ कि कुनै पनि आफूले बोल्न पाएन अरूको कुरा काट्न पाएन मजाले काट्ने अरूलाई उडाउन पाएन अरू आफू जस्तै छोरी चाहिँ अरू पनि छोरी मेरो बहिनी हो मेरो दिदी हो होइन त्यो भने नसोच्ने जब आफूलाई पर्छ अनि रुन थाल्ने डिप्रेसनमा गएँ भन्ने अनि कसैले क्वेसन गर्यो भने चाहिँ गर्छ कि त्यो के गरेको त्यो बाहिर गराएको पठाङ्ग्रो गराएको गर्ने हो आएर दम छ भने दम छ एकछिन है दम छ भने आएर जवाब दिनु पर्यो नि त आफू तेरो मात्र कुरा सुन्छ हामीले त्यही भनेको सही कुरा ल भाइ भने रे होइन एउटा टिकटकमा तपाईँलाई भेटेर भाइ भने तपाईँको ब्रोड मलाई राम्रो लाग्ला म गएर बोल्ला अरे त्यो ठाउँमा भनेपछि हामीले यतिसम्म सोच्नुपर्ने दिन आइसक्यो कि सन्देशलाई मैले भाइ भनेको हिसाबले मलाई मुछियो यस्तो केसमा होइन भने चाहिँ हामी टिकटकमा आएर दाजु भाइ भनेर बोल्नै नहुने हामी कुनै ब्रोडमा बस्नै नहुने के सामाजिक सञ्जाल हाम्रो लागि हुँदै होइन त ठुलो पर्दामा राखिसकेको छु फेरि कुच्छ यहाँ अहिले फेरि यहाँ छिटो यहाँ ओ सम्झना थापाले मैले सोधेको प्रश्न जवाब दिन नसकेको मलाई किन ब्लक हान्यो यो कुरा म भन्छु क्या
उसले मलाई ब्लग हानेर के हामी के अरे हाम्रो बारेमा पार्टी कुरा काट्दै गर्ने तिमी अनि हाम्रो थाहा हुँदैन सम्मान थापाले मलाई किन ब्लग गरेर हिँड्यो मैले जब कि उसलाई केही प्रश्न सोद्धाखेरि उसले जवाब दिन सकेर ब्लग हानेर हिँडाएको नि मलाई म त देखाइन्छ फोटो देखाइन्छ म त ब्लग हानेको तिमी यति डराउँछ हामीसँग तिमी यति हामीसँग डराउँछौ कि तल सुनेर बसिरहेको छ क्या ह्यान्डसम भन्ने आइडी हो मलाई थाहा छ दिदी हेर्नुहोस् यो ह्यान्डसम भन्ने आइडी मेरो यहाँ भ्युअर्स लिस्टमै छ कुनै दिन तपाईँको यो आइडीको नाम म नामै तोकेर म भनिदिन्छु समथिङ केटो हुँदाखेरि तपाईँको र मेरो बिचमा त्यो आइडीमा के कुराकानी भएको थियो अहिले पनि त्यो यो आइडीमा सेभ छन् है आइडीको नाम परिवर्तन गरे भन्दैमा त्यहाँ त्यो आइडीसँग भएका च्याटहरू परिवर्तन हुँदैनन् है तपाईँ तलै बसिराख्नु भएको छ मलाई थाहा छ सुनिराख्नु भएको छ माथि आउनुहोस् होइन तपाईँले सिर्फ यति कुरा मान्नुहोस् कि रमेश बस्नेत गलत मान्छे हो उसले मलाई पनि युज गरेको हो मलाई पनि प्रयोग गरेको हो होइन उसले उसको कारणले गर्दाखेरि म पनि बकवाइमा आएँ उसको कारणले गर्दाखेरि मैले पनि गलत काम गरेँ भनेर आफ्नो गल्ती स्वीकार्नुहोस् न त मौका दिँदैछौ त होइन र त्यसको त हामीले प्रमाणै छ कि उसले चाहिँ आफ्नो एक आइडीबाट रमेशसँग CR7 सम्बित मिलेर ड्याडिज गर्ललाई ठोक्नुपर्छ CR7 र ड्याडिज गर्ललाई ठोक्नुपर्छ भनेर विष्णुलाई सुपारी दिने सम्झना नै हो तिमी सम्झना थापा तिमी यति हो म सही छु भनेर छौ भने माथि चढेर यहाँ प्रश्नको जवाब देऊ सम्झना थापा तिमी लुकेर हुँदैन फेक आइडीबाट आएर हेरेर हुँदैन सम्झना थापा तिमीले अरूलाई ब्लग हान्यो त केही छैन हामी त्यसमा सरकार होइन कि तर तिमीले चाहिँ यो प्रश्नको उत्तर देऊ होइन हामीसँग के रेकर्डिङ छ त्यो रेकर्डिङ तिमीलाई सुनाउँछु होइन त्यसको जवाब देऊ अनि तिमी यो केसबाट तिमी बाहिर जाऊ तर तिमीलाई भोलि गएर तिमीलाई चाहिँ हाथु गरेर चाहिँ मान्छेले हिँड्नु नपरोस् लडो तान्दा पहरो गरिदिन्छ भने जस्तै पास्टमा आयुष एलिजीको केसलाई यताबाट आयो उताबाट आयो नानु सिंह ठकुरीसँग मिलेको 4-वेको भिडियो कल आइसकेपछि तपाईँले मेरो आवाज होइन भन्नुभयो कसरी तपाईँको आवाज हुँदैन त्यो तपाईँकै आवाज त्यो आवाज लिक गर्ने मान्छे म हो है त्यो आवाज लिक गर्ने मान्छे म हो सम्झनाकै हो त भाइ त्यो रियल हो कुनै पनि फेक होइन उसले चाहिँ के भने ऊ हटालियो होइन ठ्याक्क हामीले निकालिदियो रिलिज गरिदियो होइन अनि उसले चाहिँ रमेशलाई कल गर्यो तिमीले एआईबाट हो भनेर भन्दै अझ यस्तो आत्तिएको छैन रुँदै त्यो चाहिँ कस्तो सम्झनाको कस्तो बानी छ भन्दाखेरि चाहिँ उसलाई बोल्नु अरूलाई कुरा काट्न पर्यो भने मजाले काट्छ दुनियाँलाई रोस्टिङ हान्नु पर्यो हान्छ जब आफूलाई पर्छ रुन थाल्छ होइन अनि कताबाट म बचौँ कताबाट म चोखिम कताबाट चाहिँ म आफू राम्रो हुँ भन्न थाल्छ अनि उसले ठ्याक्क रमेशको लाइभमा गयो अनि उसले प्राइभेटमा गएर कल गर्यो कि अनि तिमीले एआईबाट हो भने तर रियल हो त्यो रियल वाट्सएप कलमा रियल कल एआईबाट तपाईँले मेरो बनाएर देखाउनु त ल म तपाईँलाई मिल्छ तर एआईबाट नेचुरल हुँदैन पछाडिको सास सुन्नेको छ एआईबाट रोबोटले जसरी बोल्छ नि त्यो काइन्डको आइडेन्टिफाइड हुन्छ एआईको बोली त्यहाँ पछाडि सास सुन्नेको छ ब्याकग्राउन्डमा साउन्ड छ तर 100% नेचुरल अनि सम्झनाको बारेमा एउटा कुरा भन्दै मैले उसले चाहिँ कहिले पनि आफ्नो गल्ती चाहिँ स्वीकार्दैन कि तपाईँले उसलाई क्वेसन गर्नु ऊ चित्तमा हाल्दा के हो त्यो जवाब क्वेसन गरेको अनि आफू बोल्ने बेलामा चाहिँ मजाले ह्या दारा फुलाएर त्यो के अरे त्यो कालो त्यो दाँतमा त्यो कालो अड्केको चाहिँ भएर चाहिँ बोल्न मिल्ने होइन अनि अरूले क्वेसन गर्यो भने जवाब दियो भने चाहिँ रुने होइन नि त बहिनी आइसकेपछि सोसियल मिडियामा आइसकेपछि मान्छेले क्वेसन गरिसकेपछि एकछिन भयो है मान्छेले क्वेसन गरिसकेपछि त्यसको जवाब दिनुपर्छ अरूको लागि तिमी चार भित्ता उफ्रेर चाहिँ बोल्छौ भने अनि आफ्नो लागि पनि अरूले क्वेसन गर्छ त्यसको पनि जवाब दिए हुनु पर्यो नि त रुने होइन नि त अनि आफ्नो आमालाई है रियालिटी भनिदिन्छ है डोनेसन भनेको होइन गो फन्ड भनेको 1 महिना 2 महिना हुन्छ कि वर्षौं दिनसम्म हुँदैन के आफ्नो आमालाई वर्षौं दिनसम्म युज गर्ने मैले कता सुनेको थिएँ उसको आमा त्यो उसको उपचार गरेर गोफन्ड गरेर केही पनि बाँच्दैन भनेर सुनेको थिएँ मैले हस्पिटलबाट रिपोर्ट पनि मसँग आइसकेको छ होइन उसको आमा मर्छ भनेर आमालाई युज मर्न लाग्यो आमालाई युज गर्ने अनि हिजो त्यतिसम्म पापी त हुनु भएन नि यार एउटा छोरी भएर आफ्नै एउटा छोरी आमालाई युज गरिदिने दुनियाँ नेपाली दिदीबहिनीलाई तिमीले उडायो खिलायो बिजेत गर्यो दुनियाँ छोडिदेऊ आफ्नै आमालाई घरको आमालाई पैसामा बेच्दिने तिमीहरू त्यो हाम्रो नेपालको दाजुभाइ इन्डियामा लगेर कोठीमा बेच्नु बराबर तिमीहरू टिकटकमा आएर जति राम्रो बोल्छ त्यो भन्दा तिमीहरू र तिमीहरूमा के डिफरेन्स भयो बराबर सेम हो अर्को लेजेन्ड ब्रदर
लेजेन्ड भयो। अर्को कुरा के छ भन्दाखेरि अस्ति नै हामीले के भन्दाखेरि ल तैँले यस्तो सुन बेचेर उपचार गर, आइफोन बेचेर उपचार गर भन्दाखेरि उसले चाहिँ रमेश बस्नेत लाइभमा उसले के कमेन्ट गरेको छ भने मैले आइफोन बेच्यो भने के टिकटक मैले चिठीमा बनाउने हो भनेर उसले कमेन्ट गरेको, उसकै आइडीबाट कमेन्ट गरेको हामीसँग फोटो छ। आइफोन मात्र होइन, आफ्नो आमाको लागि उपचार गर्नको लागि, आफ्नो आमाको उपचार गर्नको लागि आफ्नो आमाको उपचार कट्टु पनि बेच्नुपर्छ, थाहा छ? अनि उसको हस्बेन्ड छैन। ल यता सुन्नु, एउटा कुरा मैले भने सम्झनाको भने एउटा कुरा अझ रोमाञ्चक कुरा भनिदिन्छु कि उसको बुढा छैन र। अनि उसको चाहिँ मैले के कुरा सुने भन्दाखेरि चाहिँ उसको बुढाले चाहिँ नगर्ने रे के, उसको सासूलाई चाहिँ उसले उपचार नगर्ने। मेरो कुरा सुन्नु है, सुन्नु एकछिन। उसले चाहिँ उसको हस्बेन्डले त उसको खुद हस्बेन्डले उसको सासूलाई हेल्प गर्न नसक्ने रे। अनि हाम्रा सारा नेपाली दाजुभाइ दिदीबहिनीले उसको आमाको लागि चाहिँ गरिदिनु पर्ने के। पहिला आफ्नो बुढालाई सपोर्ट गर्न पहिला बुढालाई 5 रुपियाँ डोनेसन गर्न देखा होइन, 5 रुपियाँ आफ्नो बुढासँग हेल्प मागेर देखा। अनि यो त कुरा हो उसको बुढा सम्झना थापा अहिले सम्झना थापा ल्याबमा आएको छ। उहाँले चाहिँ किमो गरेको फोटो ध्यान भन्छ। अरे किमो गरेको मान्छे कपाल झर्दैन। त्यो फोटो मैले पाइसकेको छु, भयो नारद नहाल मैले पाइसकेको छु होइन, सबैले हामीले देख्यौँ झ्याप्प होइन। हामी होइन यो पनि क्वेसन गर्ने हो, क्वेसन गर ल नारद मुनिले। दिपक दाइलाई बोल्न दिनु न, एउटै हो प्रश्न। एकछिन दिपक दाइ, एकछिन यहाँ नारद मुनि र लेजेन्ड दुईजनालाई बोल्न दिउँ न। नारद मुनि होइन, उसले उसको आमा उसको हस्बेन्डको बारेमा के नारद मुनिको उसको नेट स्लो छ होइन। एकछिन म बोलेँ, उसले उसको के भनाइ छ भन्दाखेरि चाहिँ अब मेरो हस्बेन्डले मेरो आमालाई हेर्दैन, उसको सासूलाई उसको हस्बेन्डले हेर्दैन अरे, अनि हामीले चाहिँ हेरिदिनु पर्ने अरे कि। अनि ऊ आइफोन बोकेर चाहिँ के अरे डान्स बार क्लब होइन होटेल जान धाउन मिल्ने होइन, दुनियाँ दिवाना गर्ने मिल्ने। आफ्नो आमाको लागि मान्छेले कट्टु पनि बेच्न सक्नुपर्छ, कपडा पनि नाङ्गे भएर पनि हिँड्नु सक्छ। त्यति माया गर्दा पनि भन्छ नि, जति उसले टिकटक लाइभमा आएर मेरो आमा जति भन्छ मेरो आमा सबै थोक, मेरो आमा सबै थोक, तेरो लागि आमा सबै थोक होइन। आमालाई टोटली युज गरेको त्यसको लागि, पैसाको लागि, फेमको लागि। फेम भन्दा त्यो बाहेक अरू तेरो कोही पनि छैन कि। रियली मान्छेलाई के भन्दाखेरि त्यो एउटा कुनै पनि छोरीचेली रोयो, अलिकति दुःख पीडा देख्यो भने हामी नेपालीको मन हामी पग्लिन्छ होइन। हाम्रो सानो कस्तो भन्दाखेरि कमलो मनको हुन्छ क्या, कमलो हृदयको हुन्छ क्या। संसारमा सबैभन्दा सोझो मान्छे र सबैभन्दा के अरे मन खाएको मान्छे कहाँको हुन्छ भने गुगलमा सर्च गऱ्यो भने मान्छेले के अरे त्यो बुझ्यो भने चाहिँ नेपाली मान्छेहरू हुन्छ भने। यता यहाँ त मान्छेलाई नेपालीलाई चुतिया बनाइराखेको छ, नेपालीले नेपालीलाई चुतिया राखेको छ। उसको बुढाले चाहिँ उसको सासूलाई चाहिँ युज सपोर्ट गर्न नसक्ने रे होइन। अनि हामी सारा नेपालीले चाहिँ उसलाई सपोर्ट, उसको आमालाई सपोर्ट गर्नुपर्ने। यो त कुरो हो कि ल ठिक छ, सम्झनाजीले आइफोन चलाउनु भयो, सुन्न आउनुभयो, त्यो कुरोको लाउनु सक्दैन। तर तपाईँले चाहिँ ल ठिक छ, हिजो हामी साथीभाइले सोद्धाखेरि ल ठिक छ तपाईँले आइफोन किन्नुभयो, आइफोन बेचेर उपचार गर्नु, सुन बेचेर उपचार गर्नु भन्दाखेरि तपाईँ रमेश बस्नेतको लाइभमा गएर होइन म किन बेच्ने होइन, म किन बेच्ने अनि के मैले अनि बेचेपछि टिकटकै मैले चिठीमा बनाउने भनेर तपाईँले कमेन्ट लेख्नु भएको छ। अरे यार तपाईँ त्यति सही हुनुहुन्छ भने ल आएर होइन भाइ मलाई यो आइफोन कसैले गिफ्ट दिएको, कसैको चिनो हो होइन, सुन पनि कसैको हो, तपाईँले आएर तिम्रो अघिको हजुर तिम्रो अघि सुरुको कुरा सुनेको थिएन अनि अर्को यो फोटो त उहाँको भर्खरैको लाइभको हो। अनि उहाँले चाहिँ आफ्नो आमालाई किमो गर्नु भएको छ, क्यान्सर पेसेन्ट चाहिँ कतिले थाहा छैन। तपाईँ किमो गर्दाखेरि चाहिँ हेयरफल हुन्छ है, जति किमो गर्ने मान्छेहरूको चाहिँ हेयरफल हुन्छ। तर सम्झना थापाको आमाको खै त हेयरफल। सम्झना थापा चाहिँ तपाईँ आउनुहोस् होइन, यी जवाबको प्रश्नको उत्तर दिनुहोस् होइन।
अब जति मान्छेले तपाईँलाई बुझिसके तपाईँहरूको पर्दाफास भइसक्यो होइन योभन्दा अझै अरू पर्दाफास नहुनुहोस् तपाईँको हाम्रो बिहाको पनि छ तपाईँको सेकेन्ड म्यारेजको पनि हामीसँग धेरै कुरोहरू छ अरू लगायतका धेरै कुरोहरू हामीसँग आइसक्यो त होइन भोलि गएर बाहिर पर्दाफास गरेर होइन गर्दाखेरि त होइन हामी त्यतिसम्म नगरौँ किनभने होइन थाहा छ सेकेन्ड म्यारेज जसले पनि गर्न पाउँछ नपाउनु होइन तर तपाईँले अहिलेसम्म चाहिँ यो कुरा बाहिर फ्ल्याट नगर्नु भएको एउटा कुरामा स्टप गरे नारद मुनि यो भित्रको आन्तरिक कुराको विषयमा हामी नबोलौँ बाहिर हामीलाई जस्ट चाहिएको के हो एक्सप्लेनेसन हामीलाई माफी माग्नु पर्यो बाँकी अन्य भित्रका कुराहरू नगरेको कुरा सुन्नु न दिदी केटाहरूले त क्वेसन मार्क गर्न पाए नि त दिदी केटाहरूले तपाईँले सामाजिक सञ्जालमा आएर तपाईँले फन्डिङ उठाइराख्नु भएको छ होइन फन्डिङ उठाइराख्नु भएको छ भोलिको दिनमा पैसा दिने हजुरलाई सन्देश भाइ होइन अरू कुरा उठाउन पाइयो जतिसुकै बिहे गरे जे गरे त्यो पब्लिक कुरा थियो उसको प्राइभेसी कुरा चाहिँ भन्न भने कि छोड्दै होइन यस्तो हो के भन्दाखेरि त्यो कुरा मैले होइन मैले के भन्न खोजेँ भने बिउ यसमा चाहिँ के भन्दाखेरि अब उसले चाहिँ भन्ने कुरा पनि हामीसँग आइसक्यो है हुन्छ नि अब त्यो नागरिकता निकाल्छु रे सबैतिर हालिदिन्छु रे ए सम्मान थापा तिमीले के हाल्छौ तिमीले के हाल्छौ हामीले के हाल्नु पर्यो नि भने नि तिमी भनेको यो टिकटकदेखि होइन तिमी कति वर्ष जेल जान्छौ तिमी यति कुरा हिका राख सम्मान थापा हामीसँग अहिले कति प्रमाण आएको छ तिमीले के अरे त्यो डिएसपीको के पुलिस बनेर कल गर्न लागेको रेकर्डहरू सबै हामी सबै नक्कली पुलिसलाई कसले म के गरेको टिकटकमा नक्कली पुलिस बनेर नक्कली म हुन्छ साथी नक्कली पुलिस के अरे बनाउन लाएर कलमा धम्की धम्की दिएको रेकर्ड छ हामीसँग सबै कुरा छ सम्मान थापा तिमी नलुक आऊ माथि आऊ यहाँ आएर बोल तिम्रो हिम्मत छ भने आएर बोल एउटा कुरा म बोलेँ है सन्देश भाइ नारद पनि ब्रो बोल्नुहोस् यहाँ के कुरा भयो भने हिजोको लाइभ सबै कुरा सम्झना बहिनीले हेरेको रहेछ हामीले त्यहाँ सम्झना बहिनीको विषयमा हिजो बेलुका कहीँ कतै कुरा उठ्यो बिउ फ्रेन्सिस कहीँ कतैको कसैको कुरा उठेन तर अहिले मैले रातभरिको लाइभ हेरेको छु तिमीहरूको मैले केही पनि सुनेकी छैन भनेका छौ रातभरिको लाइभ सुनेकी छु भनेर थर्कायो हामीले कहीँ कतै ल ठिक हिजो रातभरिको सम्झनाले लाइभ सुनेको रहेछ रमेश दाईको विषयमा भिडियो बनियो कि तपाईँ हामी विरुद्धको विषयमा भिडियो बनियो ल भन्नुहोस् त हो सुन्नु यो अब तपाईँले हाम्रो पुलिस रेकर्ड हुनुभएको छ ओ सोनी सर सुन दाई उहाँसँग अर्को फोन त्यो पुलिस रेकर्डको त्यो के अरे क्लिप सुनाइदिनु त कुन पुलिस रेकर्ड त्यो पुलिस एउटा मात्रै फोन छ यार अहिले स्टोरी ब्रदर म त्यो तपाईँलाई भनिदिन्छु क्लियर गरिदिन्छु त्यो रेकर्ड के हो भने लाइभमै भएको हो कि लाइभमै गएर सम्झनाले फोन हान्न लागेको हो त्यो लाइभ रेकर्ड लाइभमै हो भनेको त्यो चाहिँ त्यो लाइभमै भएको कोर्टमा भएको केस त अझ अहिले सबजना आएर तपाईँसँग माफी माग्दैछन् तपाईँको कुरा त घाम जस्तै छर्लङ्ग थियो त पहिल्यै नेपाल जस्तो गरिब देशमा पावर भएको मान्छेले निर्मुखाहरूलाई कसरी हेप्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ अहिले चाहिँ सबैजना आउँदै तपाईँसँग माफी माग्दै हो हिजो तपाईँको बारेमा त्यही भने होइन त सम्झनाले अनि उहाँलाई डोनेसन उठाइदिने सहानुभूति भएको कमला दिदी पुष्पा दिदीलाई राखेर ब्रोड चलाइरहनु भएको थियो चिसिरहनु भएको थियो हामीले बुझ्यौँ तर त्यो दिदीहरूले तपाईँको पछि लगाएर हिजो तपाईँको आमालाई हरेक ब्रोडमा जाँदै उहाँहरूको इमोसनसँग खेलियो नि त यार पुष्पा दिदी भनेको त मम्मीको उमेरको मान्छे हो अझ बुढी हुनुहुन्छ त्यो दिदीलाई बिचरा त्यो दिदी लाइभमा रमेशको लाइभमा रुनु भएको छ सम्झना तिम्रो सिचुएसन देखेर त्यसलाई कति गाह्रो भयो होला त्यसलाई के भयो होला भनेर त्यो दिदी रुनु भएकै छ मैले त्यही भएर त्यो दिदीहरूको सबको इमोसनसँग तिमी र रमेश मिलेर खेलेको हो सम्झना यदि तिमी खेलेको होइन रमेशसँग मिलेर भने आऊ आफ्नो कुरा राख रमेशको पक्षमा भिडियो नबनाऊ हिजो त्यत्रो सल्लाह भएको अब चाहिँ नि भोलि मान्छेहरू आउँछन् कुराहरू सुनिदिनु पर्यो रुवाबासी गर्दैछन् भनेपछि म बिहान उठ्ने बित्तिकै तपाईँले महिला गाली गरिराख्नु भएको छ आफ्नो लाइफमा हिजो त हाम्रो कुरा सकिएको हो त सकिएर हिजो त्यत्रो कुरा गरेर ल हिजोको विषयमा ल ठिक छ अबदेखि यो विषयमा कुरै नहुने भनेर चाहिँ हामीले त्यत्रो भनिसकेपछि त्यत्रो कुरा भइसकेपछि अब ल सबै कुरा मैले लाइभ सुनेको सबै कुरा भयो इच एन्ड एभ्रिथिङ मलाई थाहा छ भनेर चाहिँ आज हामीसँगै जर्किने हो कि रमेश बस्नेतसँग कुरा गरेर ल दाइ यो कुरा सर्ट आउट गरौँ ल आउनु तपाईँले पनि गरेका गल्तीहरूलाई तपाईँले आफूले स्वीकार गर्नु मैले गरेका गल्तीहरू मैले स्वीकार गर्छु उहाँहरूबाट भएका कमी कमजोरीले उहाँहरूले माफी माग्नुहुन्छ भनेर भन्ने कि आज चाहिँ हामीलाई नै रोस्ट हान्ने हो त ल भन्नु त होइन सुन्नु हिजो यिनीहरूको खिलाफ बोल्दाखेरि कसैलाई धम्की दिने त्रास दिने यताउति गरेको कारणले कति मान्छेहरू चाहिँ अब यो कुरो बाहिर ननिकालेको हो होइन
तर अब आज ल आऊ आऊ हाम्रो आवाज दबाऊ होइन तिमीले हाम्रो आवाज दबाउन सक्छौ ल आऊ आऊ हाम्रो आवाज दबाएर देखाऊ हामीले चाहिँ कसैलाई म्यानिपुलेट गरिन्छ भनेर त त्यो त कल्पना समेत नगरे हुन्छ के होइन हामीले चाहिँ के हो त भन्दा राइट र रङ छुट्याउँ लौ न यो कारणबाट यतिजना मान्छेहरू पीडित भए किन यस्तो चाहिँ बनाइराख्ने सधैँभरि कसैको व्यक्तिगत विषय लिएर सामाजिक सञ्जालमा ल्याएर छत्ताछुल्ला पारिदिने कसैको चाहिँ अब कोर्टमा भएका केसहरूलाई सामाजिक सञ्जालमा ल्याएर छरप्रष्ट पारिदिने ठिक छ त भोलि बिहान ल ठिक छ हिजो यो सामाजिक सञ्जालमा ल्याउने हो जस्तै हाम्रो यो भर्जिनियाको घटना चाहिँ जुन घटना अब लगभग छुप्ने स्थितिमा थियो हो सबैले बोलेपछि कुनै पनि घटना छिप्दो रहन्छ लुक्दो रहन्छ भन्ने कुरा त्यो यो उदाहरण पनि हो के फेरि होइन तर कोर्टमा केस चलिसकेको केसमा दोषीहरू कोही भित्र छन् होला कोही बाहिर निस्कियो होला कोही के होला त्यो विषय लिएर उठान गरेर हिँड्नु त त्यो त शरमको मर्नु हो नि त एउटा छोरीचेलीको इज्जत जोगाउनको लागि 1000 छोरीचेलीको दाउ इज्जत दाउमा राख्न त भएन नि त होइन हाम्रो विषय त्यो हो कि हामीले चाहिँ त्यत्रो हिजो भनेर सल्लाह भइसकेपछि आज हामीमाथि नै खनुनुको कारण के हो मैले चाहिँ बुझ्न सकिनँ कि अनि गाइज हामी पनि सकेसम्म अरू मान्छेहरूलाई रिफ्लेक्सन गर्ने टाइम दिउँ कसैले मलाई थाहा थिएन भन्नुभयो भने पाइयो तर उहाँहरूले चाहिँ थाहा थिएन म पनि भिक्टिम हो भनेर अगाडि आउनु पर्यो कि आज कि दीपक दादा आज म सम्झना दिदीको ब्लड चल्दै गर्दाखेरि है सम्झना दिदीको ब्लड चल्दै गर्दाखेरि हजुरलाई के लाग्छ मैले कतिपय कुराहरू गलत बोले कि सही बोले जस्तो लाग्छ त्यो त घाम जत्तिकै छर्लङ्ग भएको विषय हो त त्यो त हामीलाई सबै कुरा थाहा भएको जानकार भएको विषयलाई गएर रोस्ट हान्न मैले त्यहाँ गएर आफ्नो कुरा राखेँ होइन अनि आफ्नो कुरा राखिसकेपछि यस्तो हो नि दिदी म यही टोनमा बोलेछु राइट म त्यस्तो चिच्याएर बोल्ने यताउता नि बोलेको छैन कि आनन्दले बोलेछु अनि बोलेर अनि ल हुन्छ भनेर लाइभ इन गरेर भिडियो प्राइभेट गरिसकेपछि फेरि लाइभ खोलेर आएर ए मलाई बाँच्नै दिएनौ यस्तो गरेनौ उस्तो गरेन मैले बाँच्न नदिएको र उहाँलाई त्यही त म त उहाँको बिहामै बोलेको मान्छे मेरो नागरिकताको नाम मेरो नागरिकता ल्याउँछु मलाई मैले के गरेछु सम्झनाजी तपाईँलाई मैले लजिकल क्वेसन सोधेको छु विष्णु मेरो साथीसँग कुरा गरेको आजसम्म मैले यसरी बोल्दाखेरि मेरो नायता नम्बर ल्याएर देखाऊ या मेरो नायता नम्बर ल्याएर देखाऊ या मेरो नाम हो सुनिल महर्जन तिमीले मेरो नायता नम्बर ल्याएर देखाऊ या सक्छौ त्यति हिम्मत छ म काठमाडौँ बासिन्दा हो मेरो नायता नम्बर ल्याएर देखाऊ या हाम्रो पनि पर्सनल लाइफ छ होइन टिकटकमा हाम्रो पनि एउटा ठाउँ छ हाम्रो पनि पर्सनल लाइफ छ मलाई पनि त पछाडिबाट मान्छेहरूले कतिपय कुराहरू गरे होला नि होइन त्यो मान्छेले एउटा मान्छेले ब्ल्याकमेल आज मैले सम्झना दिदीलाई यस्तो हो नि दिदी यसरी हटाइदिनु भनेर पनि भनेको छैन दिदी यस्तो यस्तो हो मैले गुनासो पोख्नाएँ मैले गुनासो अरू बेला मलाई बहिनी बहिनी भनेर सम्बोधन गर्ने अनि आज चाहिँ त्यो कुरामा चाहिँ मैले आफ्नो गुनासो राख्दाखेरि चाहिँ लाइभ एन्ड गरेर पछि चाहिँ के भन्छ मन परी बोल्न पाइन्छ त मलाई रमेशसँग हाँसी हाँसी मस्की बोल्ने त्यो हो नि म त हाँसी हाँसी पनि बोलेँ मस्की पनि बोलेँ खितीतिती गरेर पनि बोलेँ सही कुरामा सही पनि गरेँ गलत कुरामा गलत हो पनि भने तर भन्दै त्यो मान्छेले मलाई चाहिँ आएर ब्ल्याकमेल गर्यो फेरि मेरो गल्ती पनि केही छैन कि त्यसको रेकर्डिङ नि छैन दिपक दादा हामीसित उसँग मेरो केही पनि छैन उसले जे मन परी बोल्यो होइन जे मन परी बोल्यो हो मलाई दिपक दादाले भनिन्छ दिपेन्द्र दाईले धरि जिस्काउँदाखेरि मैले त्यही नै यो यस्तो कुरा हो है दादा यस्तो केही पनि होइन भनेर पनि रियाक्ट गरेको छु कि म सामने रियाक्ट गर्ने मान्छे हो अनि उसले चाहिँ मलाई पनि सामाजिक सञ्जालमा धम्कायो ड्याडिज दिदीलाई पनि अन्य आलोचना लगायो अरू क्यानाडामा बस्ने बहिनीहरूलाई पनि मन परी कुरा गर्यो उसको रुममा एकजनाले भ्यूलाई त्यो के अरे लाइभ फलो अन गरेर आउन उनीहरूलाई सब फलोवर्सहरू बढुन् मान्छेहरू आएर आफ्नो रुममा हल्ला गरून् कन्ट्रोभर्सी चाहिएको कि अघिको कुरामा होइन मैले फ्रान्सिसको कुरा जोडिहाल्छु थोरै मैले त्यो भिडियो हेरेको थिइनँ मलाई भिडियो सेयर भयो होइन अब फ्रान्सिस त्यो लाइभमा जानुको कारण पनि म बुझ्छु किनभने मैले सम्झनालाई कट अफ गरेको छु कम्प्लिटली मेरो साइडबाट मैले कम्प्लिटली कट अफ गरेको छु म सम्झना भएको ब्रडमा मलाई जान नि मन लाग्दैन म उसको टिकटक पनि हेर्दिनँ र मैले वाट्सएपमा पनि ब्लक गरेको छु होइन सिम्पल जो मान्छेहरू टक्सिक छ जस्ट गेट रिड अफ देम होइन छुट्टियो आफू अगाडि बढ त्यो हो म सोच्ने मान्छे तर जुन अघि मलाई भिडियो सेयर भयो मैले हेरेँ त्यो भिडियो
अहिले कुनै 3-4वटा 5वटा ब्रडमा कुरा फ्रान्सिस र मेरो सन्देशको जोडिएको छ, दीपक दाईको पनि जोडिएको छ, अरू बहिनीहरूको पनि जोडिएको छ। तर त्यो भिडियो निकाल्दाखेरि क्यारेक्टरको निकालेको छ, त्यो भिडियो निकाल्दाखेरि म फलाना घरको भन्ने निकालेको छ, या क्यारेक्टर सर्टिफिकेट कुनै दिन जानु पर्दैन भने यो अहिले भनेको समस्या, यो अहिले भनेको उठाउने विषय थिएन। किनभने त्यो भिडियो हेर्दाखेरि मलाई पनि डाइरेक्टली मलाई नै भनेको फिल भयो, फ्रान्सिसलाई नै भनेको फिल भयो। किनभने हामी दुईजना छोरीहरू अहिले कुरा उठाएको छौँ यो कुरामा होइन। त्यो कुरा फ्रान्सिसले के गलत गरेको थियो त्यो लाइभमा, मैले त्यो लाइभ रेकर्डिङ हेरेँ, के गलत गरेको थियो उसले एकैचोटि के भन्यो, बाँच्न दिएन, लास कुदायो भन्न साथै मलाई झन् त्यही माथि के फिल भयो भने स्टोनी भाइ तपाईँ यहीँ हुनुहुन्छ, तपाईँको कानमै परेको छ, नारायण भाइको कानमै छ, द्याट इज गर्ल दिदीले भनेर सन्देशले फोटो उठाउन लगाएको भन्ने कुरा त हजुरहरूकै कानबाट मुखबाट आएको कुराहरू हो नि त होइन। फोटो उठाउने सम्झनाको फोटो उठाउने हामी होइन, सम्झनाको फोटो उठाउने एकजना छ, उसको आफ्नै कुरा छ, भोला हो, भोला र सम्झनाको कुरा गर्न पायो भने त्यो पनि ठिक हुन्छ, भोला मुख होइन। तर मैले भन्न खोजेको उसले बाँच्न देऊ, तिमीहरू लास कति कुदाउँछ कुदाऊ, फोटो कति कुदाउँछ कुदाऊ भन्दाखेरि त डाइरेक्टली क्यारेक्टरको कुरा आएको छ, क्यारेक्टर सर्टिफिकेटको कुरा आएको छ। ठाउँ ठाउँमा गएर म होइन भनेर भन्नुपर्ने मेरो र फ्रान्सिसको अहिले बाध्यता भएको छ भनेपछि त्यो डाइरेक्टली भिडियो हाम्रो लागि बनाएको र त्यो बाँच्न देऊ, यो गर त्यो गर भनेदेखि हामीलाई डाइरेक्ट थ्रेटनिङ गरेको जस्तो मलाई फिल भयो पर्सनली, फ्रान्सिसलाई त्यही पर्सनली फिल भयो। त्यो कुरा उसले उसको ब्रडमा गएर एज अ सिस्टर भन्दाखेरि उसले रियाक्ट त्यो हिसाबले गर्नुपर्ने जरुरी थिएन नि त। अहिले ड्याड इज गर्ल भनेर चिन्ने आइडीमा मेसेजेस कति आएको छ, के भएको कतिजनालाई मैले आन्सर दिने। मलाई त आफ्नै बार भन्नुभएको छ मेन्टल हेल्थ, किन हाम्रो मेन्टल हेल्थ छैन? अहिले हेर्नु 4 बज्न लाग्छ यहाँ अस्ट्रेलियाको, म अस्ट्रेलिया बस्ने मान्छे, हुनु भएको मान्छेले धरि मलाई के भन्छ तिम्रो त यस्तो यस्तो कुरा भएको छ के हो यस्तो भनेर मलाई क्वेसन गर्नुभयो। मैले अब के सर्टिफिकेट दिँदै नभएको कुरा गरेर त्यो मान्छेले त्यस्तो गरिसकेपछि मैले उसलाई उहाँलाई चाहिँ के अब तपाईँहरूले पो मलाई ड्याड इज गर्ल भनेर पोस्टर मात्रै चिन्नुहुन्छ त, मलाई मेरो चिन्ने मान्छेहरूले त म को हो, ड्याड इज गर्ल मेरो आइडी हो भने त मेरो मान्छेहरूलाई पनि त थाहा छ नि त। दे आर आस्किङ मी, उहाँहरूले सोध्दै हुनुहुन्छ के हो मैले के हो भनेर हिँड्ने। ल अर्को एकजना पीडित आउनु भएको छ, उहाँलाई पनि 3-4 हजारजना मान्छेको अगाडि लगेर नङ्गाइएर आमा चकारी गाली दिएर बिचरा तेरो परिवारको फोटो उहाँको परिवारको ल सभ्य भाषामा ल भन ल एमटी के हो तिम्रो पीडा ल एमटी सभ्य भाषामा है गाली गलौज नगरिकन सभ्य भाषा। हाम्रो साथी एमटी 15 आउनु भएको छ, उहाँले पनि आफ्नो शब्द बोल्नुहुन्छ हैन। सबैजनालाई नमस्ते। म चाहिँ यस्ता कुकुरसँग मुख पनि लाग्न छोडिसकेको छु। अब तपाईहरुलाई यसो यो कुरामा म पनि यसो 2 शब्द के भन्न चाहन्छु भने मैले चाहिँ हाम्रो बिउ दिदीको बारेमा यसले नराम्रो भिडियो बनाउँदाखेरि चाहिँ हैन यसलाई पनि मैले कति सम्झाए मानेन, के गर्छस् तैँले के गर्छस् भन्दै मलाई धम्की दिएपछि यसलाई अब भेट्नु त सकिँदैन। अनि मैले यसको फोटो उठाएर यसको लास बनाएर मैले टिकटक फरीमा कुदाएपछि यसले मलाई खोज तलास गरेर चाहिँ हैन कसो गरेर कताबाट फ्याँके केटाहरू भेला पारेर मेरो फोटो निकालेछ, मेरो बुढी र मेरो फोटो। अनि मलाई त्यत्रो 3000 भ्युवर्सको अगाडि मेरो बुढी र मेरो फोटो राखेपछि म त बाध्य भएँ क्यामेरामा आउनको लागि हैन। अनि मलाई यसले मेरो चरित्र हत्या गरेको छ, मेरो भन्दा पनि मेरो बुढीको पनि चरित्र हत्या गरेको छ हैन। यो मान्छेलाई चाहिँ अब मैले त्यतिखेर अब नगरेको गल्तीहरू पनि यसले मलाई स्वीकार गर्नु लगाएको छ। कतिजना बच्चाको तैँले फोटो उठाएर लास बनाइस् भनेर कतिजना त्यो माइली बुहारी भन्नेहरूको त मैले चिन्दै नचिन्नेको मान्छेहरूको चाहिँ यसले मलाई हैन सबै आरोप लगाएको छ। तैँले चरित्र हत्या गरेको छस् भन्दै यसले मलाई विभिन्न आरोप लगाएर मलाई क्यामेरामा आउनु लगाएर मेरो घर परिवारको फोटो उठाएर यसले पनि चरित्र हत्या गरेको छ हैन। अब यसलाई के चाहिँ गर्न सकिन्छ त? म त एक्लै भए गरेको लाइभमा आएर उसको फ्यामिलीको तैँले नगरेको कुरा पनि एक्सेप्ट गर्छस् कि तेरो बुढीको फोटो गर्दिनु। यो कुरामा चाहिँ हैन रमेश बस्नेले पनि आएर जवाब दिनुपर्छ। किनभने एमटी 15 भनेको अब हामीले एमटी 15लाई पनि चिनेको विगत धेरै लामो समयदेखि हो। उसले चाहिँ रमेश बस्नेत बाहेक अरू कसैको फोटो उठाएको थिएन।
तर पनि उसलाई जबरजस्ती तै होस् सबको पछाडि तै होस् भन्दै आरोप लगाएर कान समातेर माफी मारेर लाछ। रमेश बस्नेतलाई पनि यहाँ ल्याएर हामी कान समातेर माफी नमागेसम्म हामी रमेश बस्नेत छोड्दैनौँ। अनि यसले चाहिँ के भनेको छ भने बजारमा बेच्नु राखेको कपडा चाहिँ मान्छेले किनेर लगाउनु त पायो नि त होइन। उसले चाहिँ अब यो बिउ यस्तो त्यो बिउ यस्तो यसले यस्तो कपडा लगाएर दुनियाँ गिफ्टरलाई फकाउँदै यसले कोइन लुट्दै बस्छ भनेर तथा नाम त बोल्नै नहुने होइन, अपशब्द गाली गलोज बोल्दै होइन बेइज्जत गरेको छ यसले होइन। किन बजारमा बेच्नु राखेको कपडा त किनेर लगाउनु पाइयो होला नि त। उसले के अधिकार छ र दुनियाँको बारेमा यसले वकालत गर्दै हिँड्नुपर्ने? यसले त्यस्तो कपडा लगाएर लाइभ बस्छ, टिकटकमा कोइनको लागि यसले भिख मागेर दुनियाँ गिफ्टरलाई फसाइरहेको छ भनेर यसले वकालत गर्ने काम चाहिँ के छ यो बजियाको चाहिँ? मैले त यसलाई केही यसमा म भन्छ नि ल ठिक छ, उसलाई फ्यासन थाहा छैन होइन, ऊ भनेको पुरानो खालको मान्छे, उसलाई फ्यासन थाहा छैन। अरे यार तिमीले यही कुरो त्यहाँ बस्छ अस्ट्रेलियामा बस्यो के अरे खरिनहरूलाई सोध त रमेश बस्नेत, तिमीले किन छोरा लगाउँछौ सोध त? तिम्रो हिम्मत छ सोध्न लगाउनलाई? उनीहरू तिमीले चाहिँ यो त भ्युवर्सको लागि फर्स्टलाई 15 ब्रदर पनि डरपोकै रहेछ। त्यस्तो आन्टीलाई गएर माफी माग्नु त यार। उसको बुढीको फोटोहरु यस्तो गर्दिन्छु बिगार्दिन्छु के भयो त? बुढीको फोटो राखेर के भयो त? आन्टी त्यो आन्टी हो के? त्यो छोरा मान्छे होइन त्यो टक्क पिपलको बोटमा त बसेर चाहिँ ओलतिर बसेको त्यो उसको बाध्यताले उसले माग्यो कि अब उसले त्यो गरेको सर्ट आउट हुन्छ भन्ने तरिकाले उसले गरिदियो। सानो नानीको पनि निकालेको होला सायद हो भाइ। अनि उसले दुनियाँ छोरीहरूको दुनियाँको भिडियो हुने यो कुरो रमेश बस्नेतले ल बिउलाई प्रशस्त गर्यो। तिमीले त्यहाँको गएर खरिनलाई सोध त किन छोटो कपडा लाउँछौ भनेर रमेश बस्नेत तिम्रो त्यति हिम्मत छ? उसले भनेको अहिले टिकटकमा को चलिरहेको छ उसको चरित्र हत्या गरेर उसले चाहिँ हो म भनेर देखाउनु खोजेको। त्यही भने उसको बिचरा यो एमटी भाइको त सानो फुच्चेको सानो फुच्चेको चाहिँ चरित्र हत्या गर्दै यार। फुच्चे कति महिनाको थियो। अनि अर्को नारद मुनि भाइ भर्खर सुन्दैछु बिउलाई छोटो लुगा लायो भनेर क्वेसन गरे, त्यो कुरा त मलाई थाहा छैन होइन। अनि यहाँ त न्युड बिचै हुन्छ त, यहाँ त लुगा नलाइकन न्युड बिच जान पाइन्छ त आफ्नो इच्छा। हो त्यही कुरो के दिदी उसले गएर त्यहाँ खोरेर प्रश्न गर्छ तिमीलाई गाला रनकटी गरेर तिमीलाई झापर हानेर अस्ट्रेलियाबाट निकालेन भने तिमी भनेको यो तिमीलाई थाहा छ तिमीलाई फ्यासन थाहा छैन भने तिमी अर्काको यो कपडा लाउँछ नलाउँछ भनेर तिमी प्रश्न नगर। यसलाई भ्युअर्स चाहिन्छ के? यसलाई भ्युअर चाहिन्छ, यसलाई कन्टेन्ट चाहिन्छ। तिमीलाई मैले माफी माग्न लगाएको छु कान्छा कहिल्यै? हजुर तिमीलाई मैले माफी माग्न लगाएको छु कहिल्यै? हजुर को हो? मैले त चिनेको छैन। अब यो तल बुनु भन्ने आइडीबाट मलाई चाहिँ के भनेर भनेपछि पनि माफी मगाउने तिमी पनि हो भनेर भन्छ। यस्ता मान्छेहरू भयो भने चाल्ने मान्छेहरू के यस्ता मान्छेहरू भयो भने कहिले पनि बुनु पनि हाम्रै मान्छे हो। मलाई चित्त दुखेको थियो यस्तो त्यो आफूले आफ्नो गल्तीलाई स्वीकार्नु के तपाईहरुले पनि। अब यस्तो म एक मिनेट बोल्छु ल अनि म पनि मेरो एकछिन है आफूले गरेको कुराहरूलाई त्यो रियलाइज गर्न सक्नु कि मैले यो गरेँ त्यो गरेँ भन्दा पनि हामीले हिजोको दिनमा के गर्यो कसो गर्यो भन्ने कुरा आफ्नो रियलाइज गर्नु भनेको होला गरेको होला गएको होला बोलेको होला बोल्छ हामी राइट बोल्छ सधैँ भन्न सक्छु कान्छा यता सुन है मैले चाहिँ यति कुरा भन्न सक्छु हो म रमेश बस्नेतको लाइभमा जान्थेँ म जिस्काउँथेँ होइन अनि त्यसपछि म निस्किन्थेँ तर कन्ट्रोभर्सीहरूमा म त्यसरी बोल्दा नि बोल्थेन। अनि त्यो सम्झना बस्नेतले पनि मलाई त्यतिखेर त कुकुर गधा भन्दै मलाई यति यस्तो गाली गरेको छ होइन। त्यो मान्छे पनि अब मैले त्यो मान्छेलाई चिन्ने भन्यौ नि रियलाइजेसन गरेर MT15 भाइले त सुन्नुहोस् एउटा रेकर्ड सुनाउँछु ल यहाँ सबै म्युटमा बस्नुहोस् ल यहाँ शान्त। यो चाहिँ रमेश बस्नेतले कोही मान्छेबाट इकोनोमिकल्ली हट गरेको सुन्नुहोस् ल। उसले चाहिँ हालिदिन्छु दिदी त्यसमा इन्कम राम्रो हुन्छ तपाईँ काम पनि गर्नुहुन्न तपाईँलाई बसी बसी पैसा राम्रो आउँछ भन्यो मलाई पनि लोभ लाग्यो अनि ओके भाइ भनेर 1000 पाउन्ड हालिदिएँ मनीग्रामबाट। अनि त्यसपछि उसको केही रेस्पोन्स आएन पैसा पाएकै छुइनँ भन्दै थियो अझ। अनि मैले चाहिँ भाइ मलाई मेसेज इमेल आएको छ मनीग्रामबाट तिमीले पैसा पायौ भनेर भनेको पाएकै छुइनँ भन।
अनि पछिबाट फेरि मैले भाइ म तिम्रो उहाँ बुझ्छु भन्दाखेरि अनि पाएँ दिदी भनेर मेसेज गरौँ मलाई उसले अनि पछि त खोइ केही पनि कुरा गर्दैन बिकुनको त कुरै गर्दैन वास्तै गर्दैन मैले भाइ मेरो पैसा रिटर्न ब्याक देऊ मलाई त्यस्तो केही खेल्नु पनि छैन मेरो पैसा देऊ भन्दाखेरि चाहिँ अनि रेस्पोन्ड पनि नगर्ने मेसेज पनि इग्नोर गर्ने अनि ब्याङ्क खाता दिनु दि तपाईँको म रिटर्न गरिदिन्छु भनेर ब्याङ्क खाता दिए त्यो पनि पैसा रिटर्न गरेन अनि त्यतिकै अहिले त झन् कम्प्लिटली इग्नोर गर्छु जुन मैले हेलो भाइ भनेको मेसेज पनि गर्दैन इग्नोर आन्सर को हो त्यो मान्छे एक्चुअली भनिदिनुहोस् त रमेश बस्नेत हजुर 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 ठिक छ ब्याङ्कमा पठाउँदा कुरा के थियो हजुर कति समय भयो तपाईँले त्यो पैसा दिएको त्यो 8-9 महिना भयो म पनि बस्नेत हो अनि त्यो बस्नेत भएकोले गर्दा मैले चाहिँ अब त्यस्तो नहोला माइती चेली भनेर चाहिँ मैले खास चाहिँ त्यो ट्रस्ट गरेँ क्या मैले चिन्जान त टिकटकबाटै भएको बिटकोइन किन्न भनेर लगभग 50% ठ्याक्कै अफ भएको छ बिटकोइन होइन तपाईँको 1000 पाउन्ड हो भने लगभग 2000 पाउन्ड हुनेसम्म सुन्नुभयो नि तपाईँको सुन्नुहोस् फुल गर्यो गरेन के गरेन पैसै दिएन नि मलाई त उसले त ऊ नेपालको पनि ब्याङ्क डिटेल दिएँ मैले युके पनि ब्याङ्क डिटेल दिएँ तर पैसा चाहिँ उसले मलाई रिटर्न गरेन ललित बस्नेत भनेर पर्सनल अकाउन्टमै उहाँले पैसा डिपोजिट गर्नु भएको रहेछ क्या उसको अस्ट्रेलियनको ब्याङ्क एकाउन्टमै मैले डिपोजिट गरेको ललित बस्नेत रमेश बस्नेत उर्फ यहाँनिर चाहिँ रमेश बस्नेत भनेर नाम छ उसको टिकटकमा चाहिँ ललित बस्नेत त्यो भ्रम नफैलो जनतामा मैले त अनि त्यो अस्ट्रेलियाको त्यो स्क्याम हुन्छ नि फ्रड स्क्यामको उसमा पनि मैले पठाएको के इमेल पठाएको त्यसको फोटो त्यसको ब्याङ्क डिटेल त्यसको सबै मैले फोन नम्बर सबै हालिदिएको थिएँ कोही रेस्पोन्डै आएन कि मलाई त्यस्तोलाई नेपाली जनताले जसले भ्रम फैलाउँछ त्यसलाई गरेर सपोर्ट गर्ने मान्छे तिमीहरू कस्तो हो देख्यौ एक गर्दै एभ्री डे भिक्टिमहरू आइरहेको छ आफ्नो समस्याहरू भनिराख्नु भएको छ हुनुहुन्छ तपाईँहरूलाई कतिलाई जानकारी छ छैन रमेश बस ल सुन्नुभयो नि साथीभाइहरू मैले मेसेज गरेपछि रमेश दाइले मलाई एउटा पनि सन्देश अनि यहाँ सुन न अनि त्यतिखेर भाइ तिमीले मेरो किन फोटो उठायौ भनेर मलाई गेस्टमा तानेर बोलाएपछि मेरो बुढी र मेरो नानी मेरो फोटो राखेपछि चाहिँ होइन मलाई म्युटमा राखेर तिनीहरूले गाली गलौज गर्नेपछि अनि म त्यहाँबाट बाध्य भएर चाहिँ पुलिस केस गर्छु तँलाई होइन साइबर केस गर्छु भनेर मलाई बाध्य भएपछि मैले चाहिँ नगर यसो भन्छ तैँले नानीको फोटो उठाएको हो कि होइन भन्छ अब मैले होइन भन्दाखेरि नभएको आरोप पनि मलाई हो भनेर बाध्य गराउनु लगाएको छ कि कतिजना मेरो साथीहरूले मेरो एउटै मात्रै आइडी छ यही आइडी हो मलाई याद छ के त्यति बेलाको मलाई याद छ एमटीले रमेश बस्नेतको फोटो उठाएर बसेको थियो म पनि गएको हो किन उठायो भनेर मैले सोधेँ उसलाई सोद्धाखेरि त्यसले मलाई गाली गर्यो त्यसले सबै चेलीबेटीलाई गाली गरिरहेछ होइन सन्देश ब्रदर हजुर बिचमा नपर्नु म रमेशसँग म आफै कुरा गर्छु भाइले मलाई माया गर्छ होइन म उसलाई हामी यसरी चिन्ता हामी भाइ र म बोल्दा पनि बोल्दैनौँ बोल्छौँ त भाइ हामी बोल्दैनौँ त्यही भएर उसले मेन चाहिँ बिउ दिदी तपाईँलाई त्यस्तो किन भने जेसुकै भए पनि तपाईँ आफ्नो गरेर खानुभयो त्यसले त्यतिसम्म भनेको भन्दै भाइले त्यस्तो गरे हो तर लास्टमा यो भाइलाई अति गरेर रहेछ कि त्यसले अनि अति गरेछ नि अनि मलाई पछि भन्दा पनि त्यो उसले हजुरसँग बुले चित्त दुखाएको पनि रहेछ अलिकति बिचरा भाइले मलाई त्यस्तो भयो होइन सपोर्ट दिदीले मलाई सपोर्ट गर्नु भएन भन्दै थियौँ अस्ति कहिले हो त्यति बेला उसले एकदम माया गर्ने मान्छे हो भाइले मलाई अनि यस्तो बुक भयो कि त्यसले रमेशले मलाई मेसेज गर्यो मेसेज गर्दा एक दुईवटा मेरो साथीहरूले नि मेसेज गर्यो नि म लाइभ खोलेर या तिम्रो लाइभमा आएर म सरी भन्छु है बहिनी तिमीलाई यो भन्छु त्यो भन्छु भने अर्को जिन्दगी हुन्छ लाइभमा म किन सरी भन्नु म भन्दैन म प्राइभेटमा मिल्छु म पब्लिकमा मिल्दिनँ अनि पब्लिकमा किन मिल्नु के प्राइभेटमा किन मिल्नु क्या म यसलाई कन्टेन्ट चाहिन्छ कि सन्देश होइन यसलाई कन्टेन्ट चाहिन्छ कन्टेन्ट होइन कुन दिन यसलाई भेटेको दिन कसम भनेको यसलाई त यस्तो राम धुलै हानिन्छ नि अब के गर्नुहोस् भेटिँदैन यो अब उसले चाहिँ बिउला त्यस्तो भन्दाखेरि अनि हामीसँग चाहिँ प्राइभेटमा किन मिल्न खोज्ने हो के भन्नु हुन्छ प्राइभेटमा मिलेर कहाँ हुन्छ यहाँ म लगायत यहाँ कतिजना ड्याडिज गर्ल हाम्रो सिस्टरहरू हुनुहुन्छ बिउ दिदी हुनुहुन्छ सबैजना हाम्रो दिपक थापाको बारेमा बोलेको छ सबैको अगाडि आएर उसलाई पनि ठोका छ नि पहिले सबलाई माफी माग्नु पर्ने लेजेन्डलाई त 100वटा केस हालेर कहाँबाट तँलाई झिकेर एक हप्ताभित्रमा तँलाई 10-50 वर्ष जेल हाल्छु भन्दै अझसम्म बाँचिरहेको छु त म त कहाँ के हाल्यो कुरा गर्ने आइमीहरूको भरोसा हुँदैन अरे सुन न सुन न
जो मान्छे सही बोलिरहेको छ ऊ मान्छे डराउनु पर्दैन है साथीभाइहरू। जति केस हाने पनि जति उसले जति धम्की दियो भने हामी डराउनु पर्दैन साथीहरू। तपाईँ जस्तै जति पीडित हुनुहुन्छ तपाईँहरू आउनुहोस् बोल्नुहोस्, रमेश बस्नेतलाई हामी पट्टा साफ गरिदिन्छौँ टिकटकबाट। ल यस्तो गरौँ केटाहरू, ल म पनि अब मेरो लाइभ इन गर्छु, 3 घन्टा चलिसक्यो होइन। अब उता खोला होइन केटाहरू, अब मेरोमा त त्यस्तै हो, अब फोटो सोटो कुदाउनु